यहाँ हामीले प्रोजेक्ट क्रिएट गर्दैछौँ है। प्रोजेक्टको नाम दिने, जे प्रोजेक्टको नाम छ त्यो। त्यसपछि लोकेसन भनेको कुन ठाउँमा सेभ गर्ने है। यहाँ हेर्नुहोस् त लोकेसन भन्ने लेखिरहेको छ। यदि तपाईँहरू पुरानो भर्जनको प्रिमियर प्रो छ भने यही ठाउँमा तपाईँको नेम पनि लेख्ने होला साइडमा, यही ठाउँमा तपाईँको लोकेसन पनि चुज गर्ने होला है। ठिक छ। अब कहिलेकाहीँ यो ठाउँमा पनि हुन्छ, कहिलेकाहीँ यो ठाउँमा पनि हुन्छ। तपाईँहरूले यसो लोकेसन भनेर हेर्नुभयो भने बुझ्नु होला कुन ठाउँमा सेभ गर्ने भनेर। ठिक छ। अब त्यसको लागि मैले हिजो फोल्डर बनाएको थिएँ डी ड्राइभभित्र जेस्ट16 भनेर है। ठिक छ। त्यो फोल्डर मैले सिलेक्ट गरिरहेको छु। तपाईँले यहाँ एरोमा क्लिक गर्नुभयो भने त्यसपछि चुज लोकेसन भनेर लेखिरहेको छ नि, यहाँबाट तपाईँले अब कुन ठाउँमा सेभ गर्ने त्यो ठाउँमा गएर यसरी सिलेक्ट गरेर सेभ गर्न सक्नुहुन्छ है। ठिक छ। म क्यान्सल गर्छु, जुन हाम्रो प्रिभियस थियो त्यही लोकेसनमा राखेँ है। अनि त्यसपछि क्रिएटमा क्लिक गरिदिन्छु। एकछिन टाइम लिन्छ है। यस्तो ब्ल्याक स्क्रिन देख्यो भने तपाईँहरू नआत्तिनु होला, एकछिन टाइम लिन्छ है। अब धेरै अब ब्ल्याक स्क्रिन देखिरहेको छ। अब तपाईँले जथाभावी क्लिक गरिदिनु भयो भने त्यति बेला तपाईँको प्रिमियर प्रो क्र्यास हुने चान्स हाई हुन्छ है। सकेसम्म त्यो क्र्यास नहोस् भनेर धेरै क्लिक नगर्ने। एकछिन टाइम लाग्छ, एकछिन वेट गर्ने है। त्यसपछि तपाईँको नयाँ भर्जनको प्रिमियर प्रोमा यस्तो आउँछ है। ठिक छ। पुरानो भर्जनमा मेबी नहोला, डाइरेक्ट प्रोजेक्ट विन्डोज खुल्छ होला। ठिक छ। नयाँ भर्जनमा तपाईँहरूको यस्तो आउँछ। ठिक छ। यहाँ कहिलेकाहीँ यहाँ भिडियोजहरू पनि देखाउन सक्छ होला यस्तो हैन, यस्तो भिडियो पनि देखाउँछ होला। कहिलेकाहीँ जुन फर्स्टमा आएको थियो त्यस्तो पनि आएको होला है। तपाईँहरूले अब यसो प्र्याक्टिस गर्नलाई यो भिडियो क्लिप्सहरू पनि यसो यहाँबाट कुन कुन क्लिप्स चाहिन्छ यसरी सिलेक्ट गरेर यो क्लिप्सलाई पनि इम्पोर्ट गर्न सक्नुहुन्छ। यहाँ इम्पोर्ट भनेर देखिराख्नु भएको छ नि, इम्पोर्ट गर्न सक्नुहुन्छ। स्किप भनेको के हो भन्दाखेरि यहाँ जुन सेटिङ गरेको हुन्छु त्यसलाई स्किप गर भनेको हो है। ठिक छ। यो कुराले युज नगर्ने भनेर हामीले स्किप गर्छौँ। इम्पोर्ट गऱ्यो भने यो फाइलहरू के हुन्छ हाम्रो, यहाँ जुन फाइल सोर्स के भन्छ फाइल मोनिटर थियो, फाइल विन्डोज थियो, त्यसमा इम्पोर्ट हुन्छ हैन। यसलाई स्किप गरिदियो भने यो कुराहरू त्यो ठाउँमा आउँदैन है। ठिक छ। म अहिले यसलाई इम्पोर्ट गर्दिनँ, स्किप गर्छु। ठिक छ। स्किप गऱ्यो भने के छ, यो ठाउँमा त्यो फाइलहरू आएन, त्यो भिडियोहरू। तर ठक्कै त्यो ठाउँमा इम्पोर्ट भन्ने जुन थियो त्यसमा इम्पोर्टमा क्लिक गरेको भए त्यो सबै के हुन्थ्यो, इम्पोर्ट हुन्थ्यो है। अब जहिले पनि हामीले यो प्रिमियर प्रो खोलिसकेपछि यहाँ हेर्नुहोस् त कति पुरानो भर्जनमा यहाँ तपाईँको लर्निङ लेखेको होला, यहाँ एडिटिङ, यो ठाउँमा कलर हैन, यो ठाउँमा के भन्छ क्याप्सन एन्ड ग्राफिक्स, यस्तै तपाईँहरूको यो ठाउँमा होला है। अब यही कुरा जुन तपाईँको पुरानो भर्जनमा यो ठाउँमा थियो एडिटिङ लर्निङ जे कुरा लेखेको, नयाँ भर्जनमा ठक्कै यतापट्टि हेर्नुहोस् त, यतापट्टि राइट साइडमा है, राइट साइडमा यहाँ हेर्नुहोस् त ब्लू डट, कुनै कुनैमा यो यहाँ ब्लू डट नहोला तर यस्तो रेक्ट्याङ्गल बक्स चाहिँ अवश्य होला है। यो ठाउँमा गएर त्यो कुराहरू जुन पहिला यो ठाउँमा हुन्थ्यो त्यो सबै कुरा यो ठाउँमा अहिले राखिदिएको छ है। ठिक छ। यहाँ हेर्नुहोस् त लर्निङ भन्नेमा गयो भने जुन एकजनामा अघि प्रब्लम आएको थियो त्यो लर्निङ भने ठक्कै यो ठाउँमा अघि लर्निङको कुराहरू देखाउँछ। एसेम्बली भनेको हामीले कस्टम सेटिङ गरेर जुन राखेको हुन्छ त्यो एसेम्बली हो है। ठिक छ। यहाँ हेर्नुहोस् त यत्रो ठुलो फाइल विन्डोज आयो, त्यसपछि यसलाई आफैले पनि म्यानेज पनि गर्न सकिन्छ। यो कुरालाई क्लोज गरिदिने हैन, हटाइदिने, यो ठाउँबाट यसरी यहाँबाट क्लोज प्यानल गऱ्यो भने क्लोज हुन्छ हैन। यो क्लोजहरूको कुरा म पछि आउँछु। ठिक छ। एडिटिङमा जानुभयो, अब तपाईँले एडिटिङ गरिराख्नु भएको छ, कलरको काम गरिराख्नु भएको छैन भने यहाँबाट तपाईँहरूले एडिटिङभित्र जानु होला है। यो एडिटिङ, यो एसेम्बली, यो लर्निङ, यो कलर ग्रेडिङको लागि हैन, यसलाई के भन्छ भन्दाखेरि वर्क स्पेस भन्छ। ठिक छ। मैले अब कहिलेकाहीँ तपाईँहरूले भन्दाखेरि एडिटिङको वर्क स्पेसमा जानुहोस् भन्यो भने तपाईँहरू यहाँ क्लिक गरेर ठक्कै एडिटिङमा क्लिक गरेर एडिटिङको वर्क स्पेसमा जाने है। ठिक छ। कहिलेकाहीँ अब मैले कलरको वर्क स्पेसमा जान भन्यो यहाँ क्लिक गरेर कलरको वर्क स्पेसमा जाने है। ठिक छ। इफेक्ट्स भने इफेक्ट्समा जाने, क्याप्सन लेख्नको लागि भन्यो भने क्याप्सन एन्ड ग्राफिक्सभित्र जाने। ठिक छ। अब कहिलेकाहीँ तपाईँहरू कन्फ्युज भइराख्नुहुन्छ होइन। अब ठक्कै मैले वर्क स्पेस भन्ने बित्तिकै यहाँ यो ठाउँमा यहाँ यसो होभर गर्नुपर्ने, यसको नाम पनि देखाउँछ होला है वर्क स्पेस लेखेर। ठिक छ। यहाँ हेर्नुहोस् त वर्क स्पेस लेखेर देखाइरहेको छ। ठिक छ। यसरी तपाईँले त्यो पनि गर्न सक्नुहुन्छ। अनि म अहिलेलाई एडिटिङभित्र जान्छु। एकछिन जहिले पनि तपाईँले यसरी क्लिक गरेपछि एकछिन टाइम लिन्छ है। यसो यो लेआउटहरू सबै बिग्रेको हुन्छ, यसमा यो जुन कुराले यसरी मिलेको छ यो सबैलाई के भन्छ, लेआउट भन्छ है। ठिक छ। एकछिन जहिले पनि टाइम लाग्छ, एकछिन वेट गर्ने, अनि वेट गरेपछि बल्ल
त्यो भित्र जाने है। यहाँसम्म कन्फ्युजन छ कसैलाई? हजुर यो वर्क स्पेसको सर चेन्जेस गर्दाखेरि त्यो हाम्रो फाइललाई त एफेक्ट हुँदैन नि त नि? हुँदैन इफेक्ट फाइललाई, मात्र यो हजुरको लेआउट चेन्ज हुने हो। जस्तै यो प्रोग्रामको यो अलिकति यतातिर आउँछ होला, यो ठाउँमा अर्कोतिर जान्छ होला होइन, त्यो कुराहरू चेन्ज मात्र हुने। जस्तै यो एसेन्सियल साउन्डको देखाएर चाहिँ यो ठाउँमा अर्को कुरा आउँछ होला, क्याप्सन एन्ड ग्राफिक्सभित्र गयो भने यो ग्राफिक्सको टेम्प्लेट यो ठाउँमा आउँछ होला कि होइन, त्यो कुराहरू है। बुझ्नुभयो? हजुर। त्यो फाइल्सलाई केही फरक पार्दैन है त्यसले। ल अब हिजोको कुरा, त्यो फ्राइडेको कुरा रिभाइज गरौँ। इम्पोर्ट गर्नलाई के गर्ने, यहाँबाट कन्ट्रोल आई थिचेर पनि सर्टकट कन्ट्रोल आई थिचेर इम्पोर्ट गर्न सक्नुहुन्छ। अर्को कुरा भनेको यहाँ इम्पोर्ट मिडिया भनेर लेखिरहेको छ, यसमा क्लिक गरेर पनि तपाईँले इम्पोर्ट गर्न सक्नुहुन्छ। अर्को मेथड भनेको यसमा डबल क्लिक गरेर तपाईँले इम्पोर्ट गर्न सक्नुहुन्छ है। ठिक छ। फोल्डर इम्पोर्ट गर्नु पर्यो भने यसरी फोल्डर सिलेक्ट गर्ने, इम्पोर्ट फोल्डरमा क्लिक गर्नुपर्छ फोल्डर इम्पोर्ट गर्नलाई है। यदि ओपनमा क्लिक गरिदिनु भयो भने यो फोल्डरभित्र छिर्छ होइन। यदि यो फोल्डरलाई सिलेक्ट गरेर यसरी ओपन गरिदियो, इम्पोर्ट फोल्डर गर्नुभयो भने यो पुरै फोल्डर नै इम्पोर्ट हुन्छ है। मानौ यो फोल्डरलाई मलाई इम्पोर्ट गर्नु पर्यो भने यो फोल्डरलाई सिलेक्ट गर्छु, इम्पोर्ट फोल्डरमा क्लिक गऱ्यो भने के हुन्छ, यो एकछिन टाइम लिन्छ, यो फोल्डर नै पुरै के हुन्छ, इम्पोर्ट हुन्छ है यो ठाउँमा। ल यो किन आयो भन्दाखेरि यो कम्पाउन्ड, प्रिकम्प, यो सोलिड्स, यो प्रोजेक्ट फोल्डरमा मैले के गरेको थिएँ भने पहिला आफ्टर इफेक्टको काम गरेको थिएँ है, त्यहीबाट यो कुराहरू आइरहेछ। ठिक छ। कनेक्टेड टु 3D प्लेन एनिमेसन भनेर चाहिँ यो आफ्टर इफेक्टको कामहरू गरेकोले यो कुरा त्योसँग कनेक्टेड भएर यस्तो नदेखाएको है। ठिक छ। यहाँबाट म फेरि जान्छु, यहाँबाट म कुनै एउटा फोल्डर इम्पोर्ट गर्ने, अर्को फोल्डर इम्पोर्ट गर्छु है। एकैछिन, यहाँ वेडिङ क्लिप्स भनेर लेखिरहेको छ, यसलाई इम्पोर्ट फोल्डर गर्छु। यहाँ हेर्नुहोस् त ठक्कै के भयो, यो फोल्डर इम्पोर्ट भयो। ठिक छ। अरू फोल्डर पनि तपाईँले ल्याउनु पऱ्यो भने ठक्कै यहीँ बाहिर क्लिक गर्ने, फोल्डरमा क्लिक गर्नुभयो भने फोल्डरमा डबल क्लिक गरिदिनु भने भित्र जानुहुन्छ। अब योभन्दा बाहिर आउनलाई ठक्कै यहाँ हेर्नुहोस् त माथिमा प्रोजेक्ट डे 2 भनेर यहाँ हेर्नुहोस् त बिन भनेर लेखिरहेको छ। यो बिन भनेको यो फोल्डर भयो, यो मेन भनेको प्रोजेक्टबाट स्टार्ट भयो भने बुझ्नु यो हाम्रो मेन फोल्डर भयो, जुन ठाउँमा हामीले फोल्डर इम्पोर्ट गरेको हुन्छौँ होइन। बिन लेखेर आयो भने त्यो भनेको जुन फोल्डर हामीले यो भित्र बनाएको हुन्छौँ र त्यो भित्र पस्यो भने त्यो के हुन्छ, बिन हुन्छ है। ठिक छ। अब कहिलेकाहीँ बिन अगाडिमा लेखेको देख्नुभयो भने ठक्कै बुझ्नु कि यो हामी फोल्डरभित्र छौँ। ठिक छ। यता प्रोजेक्ट डे 2 भयो। ठिक छ। यसरी तपाईँले सिफ्ट गर्नु। अब कहिलेकाहीँ के हुन्छ भन्दाखेरि यो यसरी सानो भइरहेको हुन्छ अरे। ठिक छ। तपाईँहरूको अब पिसी सानो भयो, ल्यापटप सानो भयो भने त्यति बेला सानो हुनसक्छ। त्यति बेला के गर्न सक्नुहुन्छ भन्दाखेरि यो एरोमा क्लिक गरेर तपाईँहरूले यो ठाउँबाट यहाँ हेर्नुहोस् त बिन भन्ने यो ठाउँमा हाइड भयो, तर यो ठाउँमा के भइरहेछ, सो भइरहेछ। यसमा क्लिक गर्नु ठक्कै त्यो बिन फोल्डरभित्र जानुहुन्छ है, यदि तपाईँकोमा सानो भइरहेछ भने। ठिक छ। म कहिलेकाहीँ अब इफेक्ट्सभित्र जानु भन्यो भने काम गर्दाखेरि, अब तपाईँहरूलाई सिकाउँदाखेरि इफेक्ट्सभित्र जानु भने यही एरोमा क्लिक गर्ने, अनि यो ठाउँमा हेर्नुहोस् त इफेक्ट्स भनेर लेखेर यो भित्र जानु भने ठक्कै इफेक्ट्सभित्र छिर्नुहुन्छ है। म अब कहिलेकाहीँ तपाईँलाई इफेक्ट्सभित्र जान भन्यो भने यो विन्डोजमा आउने। ठिक छ। इफेक्ट कन्ट्रोल्सभित्र जान भन्यो भने यो विन्डोजमा आउने है। इफेक्ट कन्ट्रोल्स यहाँ हुन्छ, इफेक्ट्स यहाँ हुन्छ, ठक्कै इफेक्ट्सको इफेक्ट कन्ट्रोल्स माथिमा हुन्छ है। ठिक छ। ठ्याक्कै के हुन्छ, माथिमा हुन्छ इफेक्ट कन्ट्रोल्स। इफेक्ट्सको इफेक्ट्स कन्ट्रोल गर्ने, त्यसको इफेक्ट कन्ट्रोलहरू गर्ने सबै कुरा के हुन्छ, माथिमा हुन्छ। यो सोर्स क्लिपमा हुन्छ। अब इफेक्ट कन्ट्रोल्सभित्र जानु भन्यो भने यदि यो ठाउँमा इफेक्ट कन्ट्रोल्स भनेर लेखेको देखिएको छैन भने यो ठाउँमा हेर्नुहोस् त डबल एरो देखिरहेको छ, यो ठाउँमा क्लिक गर्नु भने ठक्कै इफेक्ट कन्ट्रोल्स, अडियो, टेक्स्ट सबै कुरा यो ठाउँमा के हुन्छ, देखिन्छ है। ठिक छ। यो कुरामा कन्फ्युज नहुनु होला। ल अब यो हाम्रो एडिटिङ टाइमलाइन भयो, जहाँ हामीले भिडियोहरूलाई काट्छौँ होइन, जोड्छौँ, त्यो हामी सबै काम कहाँ गर्छौँ, एडिटिङ टाइमलाइनमा हेर्छौँ। अनि त्यसपछि त्यसको फाइनल आउटपुट हामीले जुन हेरिरहेको हुन्छौँ त्यो यो प्रोग्राम विन्डोजमा हेरिरहेको हुन्छौँ है। ठिक छ। यो हामीले साउन्डहरूको इफेक्ट्सहरू यता प्रिभ्यूहरू हेर्नलाई है, यसमा पनि पछि म आउँछु। ठिक छ। यसलाई क्लोज पनि गर्न सक्नुहुन्छ, यहाँ जाने क्लोज प्यानल गरेर क्लोज गर्न सक्नुहुन्छ है।
यदि तपाईँहरूलाई चाहिएको छ भने यसरी किन जाने क्लोज प्यानल गरिदिने, यसरी जाने क्लोज प्यानल गरिदिनु भने ठक्कै यो अब अलिकति स्पेस के भयो ठुलो भयो नि, त्यही अब एडिटिङ टाइमलाइन पनि के भयो अलिकति ठुलो भयो है। अब काम गर्न के हुन्छ, यति एरिया हामीसँग प्रशस्त हुन्छ काम गर्नले। ठिक छ ल। अब यहाँ हेर्नुहोस् त इफेक्ट्सभित्र भएपछि यहाँ सिक्वेन्स क्रिएट गर्ने अप्सन हुँदैन है। ठिक छ, त्यसको लागि सिक्वेन्सहरू क्रिएट गर्नु पऱ्यो भने हामीले के भित्र जानुपर्छ, जहाँ प्रोजेक्ट लेखेको हुन्छ त्यहीँ भित्र जानुपर्छ है। यहाँ गएर के गर्ने सिक्वेन्स क्रिएट गर्ने, हामीले यो बिन फोल्डरभित्र पनि सिक्वेन्स क्रिएट गर्न सक्छौँ, यो प्रोजेक्टभित्र पनि क्रिएट गर्न सक्छौँ है। फोल्डरभित्र पनि के गर्न सक्छौँ, सिक्वेन्स क्रिएट गर्न सक्छौँ। तर हामीले लाइब्रेरिजभित्र भयो, इन्फोभित्र भयो, इफेक्ट्सभित्र भयो, योहरूभित्र हामीले के गर्न सक्दैनौँ, सिक्वेन्स क्रिएट गर्न सक्दैनौँ है। सिक्वेन्स भनेको के हो भन्दाखेरि जहाँ हामीले मल्टिपल क्लिप्सहरूलाई एड गरेर राख्छौँ। ठिक छ, एउटा हामीले सिक्वेन्स बनाउँछौँ, त्यो सिक्वेन्सभित्र मल्टिपल भिडियोहरूलाई काटेर जोडेर राख्छौँ है। मानौँ अहिले यो नो सिक्वेन्स, यहाँ एउटा पनि सिक्वेन्स छैन भने यहाँ हामीले केही गर्नै मिल्दैन कि। म टेक्स्ट लेयर लिन्छु, यहाँ टेक्स्ट लेख्छु भने यहाँ हेर्नुहोस् त लेख्नै दिएन कि। तर त्यही मैले सिक्वेन्स क्रिएट गर्छु, यहाँ हेर्नुहोस् त तलमा यस्तो फाइल जस्तो आइकन होला है, न्यू आइटम भनेर। ठिक छ, जबसम्म तपाईँले सिक्वेन्स क्रिएट गर्नुहुन्न तबसम्म यो ठाउँमा काम गर्न मिल्दैन है। ठिक छ ल, म न्यू आइटममा क्लिक गर्छु, त्यसपछि सिक्वेन्सभित्र जान्छु। तपाईँहरू पनि यहाँ तलमा है प्रोजेक्टभित्र छु, यहाँ तलमा न्यू भने यहाँ हेर्नुहोस् त यस्तो फाइल जस्तो आइकन छ। यो यतापट्टि न्यू बिन भनेको फोल्डर भयो होइन, यता फाइल जस्तो न्यू आइटम भनेर लेखेको छ, त्यसमा क्लिक गर्ने, त्यसपछि सिक्वेन्समा क्लिक गर्ने है। सिक्वेन्समा क्लिक गरिसकेपछि तपाईँहरूकोमा कहिलेकाहीँ अडियोको फाइलमा के हर्जवाला तपाईँहरूको सिलेक्ट भएर हुन्छ, त्यसमा तपाईँले क्लिक गरेर ओके गरिदिनु भयो भने तपाईँमा भिडियो इम्पोर्ट गर्न मिल्दैन है। ठिक छ, सकेसम्म तपाईँले अब के को काम गरिराख्नु भएको छ, सकेसम्म कस्टम सेटिङ नै बनाउने। ठिक छ, अहिले म के गर्छु भन्दाखेरि एउटा यहाँबाट प्रिसेट कुनै चुज गर्छु। यो यहाँ हेर्नुहोस् त सबै कुरा लेखेको छ, HD 1080p भनेको साइज, अनि त्यसपछि यो 25 FPS भनेको फ्रेम पर सेकेन्ड है। अब फ्रेम पर सेकेन्ड भनेको के हो यो तपाईँहरूलाई कन्फ्युजन हुनसक्छ। अब आज म तपाईँहरूले फ्रेम पर सेकेन्ड त्यसपछि यो साइजको कुराहरू म भन्छु है। ठिक छ ल, त्यसको लागि म यता draw.io मा जान्छु। हजुर सर अघि हजुरले एउटा भन्नुभयो नि इफेक्ट्स माथि इफेक्ट कन्ट्रोल हुन्छ भनेर। हजुर हजुर, यो चाहिँ स्ट्यान्डर्ड नोम्स हो कि के हो, मतलब जस्तो म पनि होइन। अब तपाईँले अब कहिलेकाहीँ काम गर्दाखेरि यो यसलाई यतापट्टि पनि तपाईँले ओपन गर्न सक्नुहुन्छ कि। तर मेनली तपाईँले प्रिमियर प्रो कहिले पनि स्ट्यान्डर्ड खोल्नुभयो भने तपाईँले ठक्कै इफेक्ट्स कन्ट्रोल्स ठक्कै त्यसको माथि नै देख्नुहुन्छ कि। इफेक्ट्स यहाँ छ भने ठक्कै इफेक्ट्स कन्ट्रोल यहीँ हुन्छ कि, यही सोर्स मोनिटरमै हुन्छ कि। ठिक छ, त्यो कुनै स्ट्यान्डर्ड चाहिँ होइन है। तर सकेसम्म यही साइडमा भयो भने कन्ट्रोल गर्न सजिलो हुन्छ भनेर हो है। इफेक्ट्स यहाँबाट टिपेर माथि हालेर गर्नलाई। हजुर हजुर, हाल्नु त त्यहाँ पर्दैन, मात्र यहाँ इफेक्ट्स हामीले यहाँ इम्पोर्ट गर्छौँ, त्यस क्लिपमा क्लिक गरेर यहाँबाट इफेक्ट्सको काम इफेक्ट कन्ट्रोल्सहरूको काम गर्छौँ नि त। ठिक छ, हामीले याद गर्नलाई सजिलो होस्, खोज्नलाई सजिलो होस् भनेर यस्तो बनाइदिएको। इफेक्ट्स यहाँ छ भने इफेक्ट कन्ट्रोल ठक्कै माथिमा। ठिक छ, अब कहिले यो फर्स्टमा सोर्स नो क्लिप्स नै चुज भएको हुन्छ, त्यसपछि इफेक्ट कन्ट्रोल्सभित्र ठक्कै यहाँबाट जान सक्नुहुन्छ है। अहिले गरेर देखाउँछु तपाईँलाई कसरी जाने भनेर। ठिक छ ल, अहिले फ्रेम पर सेकेन्ड बुझौँ है। सबभन्दा पहिला म फोन्ट साइज बढाउँछु। ल, फोन्ट सेडी राख्नु भएको छैन होइन सबैजनाले, भिजिबल छ होइन, यो टेक्स्ट लेखेको भिजिबल होला है। फ्रेम पर सेकेन्डलाई सिम्पल सर्टकटमा FPS भन्छ है। ठिक छ, यसलाई सर्टकटमा FPS भन्छ। यसको फुल फर्म भनेको फ्रेम पर सेकेन्ड हो है। ठिक छ, यसको पनि फन्ट साइज म ठुलो पार्छु। यसको फुल फर्म भनेको फ्रेम पर सेकेन्ड हो। ठिक छ,
म त्यति यसलाई मिलाएन, तपाईँले यसो बुझ्नुहुन्छ होला। फ्रेम पर सेकेन्डको योसँग लिङ्क छ है। यो FPS भनेको फ्रेम पर सेकेन्ड। अब यो फ्रेम पर सेकेन्ड भनेको के हो भन्दाखेरि 1 सेकेन्डमा मान यो हाम्रो 1 सेकेन्डको टाइम लाइन छ अरे। अब 1 सेकेन्ड पनि बन्नले के हुन्छ, मिली सेकेन्डहरू मिलेर 1 सेकेन्ड बन्छ नि त। तर हाम्रो भिडियोमा के हुन्छ भन्दाखेरि फ्रेम मिलेर 1 सेकेन्ड बन्छ है। ठिक छ, यसैलाई कन्ट्रोल सी कन्ट्रोल भी गर्छु। यो 0 भयो, यता कन्ट्रोल सी कन्ट्रोल भी। ल यतापट्टि के लेखेको छ 1। यो मैले के को टाइम लाइन बनाएँ भन्दाखेरि यो 0 भनेको 0 सेकेन्डमा हाम्रो अहिले के छ, यो प्ले हेड छ है। यो जुन यहाँ प्ले हेड एउटा आउँछ त्यो हाम्रो 0 सेकेन्डमा छ। 0 सेकेन्डबाट हाम्रो भिडियो स्टार्ट हुँदैछ मानौँ। ठिक छ, यो 0 सेकेन्डबाट 1 सेकेन्डसम्म भिडियो पुग्नलाई जुन टाइम लाग्छ नि, जुन यो ट्राभल गर्छ मिली सेकेन्डमा हुन्छ, त्यो हाम्रो क्लोकमा मिली सेकेन्डमा हुन्छ। तर भिडियोमा जुन हुन्छ यो फ्रेममा हुन्छ है। अब जतिवटा फ्रेम ट्राभल गर्छ त्यतिवटालाई नै फ्रेम पर सेकेन्ड भन्छ कि। मानौँ तपाईँले ट्राभल गर्दा गर्दै, यसलाई म स्ट्रेट गर्छु। फर्स्टमा यो एउटा फ्रेम भयो, यो अर्को भयो, ठ्याक्कै यो बिग्रिँदो रहेछ। मानौँ यो जतिवटा लाइन छ नि यो बिचमा, यो सबै के छ, फ्रेम पर सेकेन्ड छ। यो मानौँ 0 सेकेन्डदेखि स्टार्ट भयो, यो एउटा फ्रेम भयो, यो एउटा फ्रेम भयो, यस्तै अझै फ्रेमहरू छ अरे। एउटा फ्रेम, दुईवटा, तीनवटा, चारवटा, पाँचवटा, छवटा, सातवटा, आठवटा, नौवटा, 10वटा होइन। यसरी गर्दै गर्दै जतिवटा फ्रेम यो 0 देखि 1 सेकेन्डसम्ममा अट्छ त्यो नै के हो, फ्रेम पर सेकेन्ड हो। जस्तै 12वटा फ्रेम अट्यो 0 देखि 1 सेकेन्डसम्म, 12वटा फ्रेम अट्यो भने त्यो के भयो, 12 फ्रेम पर सेकेन्ड भयो है। त्यो भिडियो हामी के मान्छौँ, 12 फ्रेम पर सेकेन्डमा भिडियो खिचेको हो। ठिक छ, यदि 24वटा छ भने के भयो, त्यो 24 फ्रेम पर सेकेन्ड भयो है। अब यो 24वटा फ्रेम हो, तर हाम्रो भिडियोमा कुरा गर्दाखेरि यो 24वटा के भयो, फोटो भयो कि। 24वटा 1 सेकेन्डको भिडियो बनाउन हामीले के युज गरिरहेछौँ, 24वटा फोटो युज गरिरहेछौँ है। 24वटा फोटोलाई डिफ्रेन्ट 24वटा फोटोलाई जोडेर हामीले 1 सेकेन्डको भिडियो बनाउँदैछौँ है। ठिक छ, यो फ्रेम पर सेकेन्डको कुरा बुझ्नुभयो। यो 0 देखि 1 सेकेन्डमा जुन कुरा 24 फ्रेम पर सेकेन्ड, 24वटा फोटो मिलाएर 1 सेकेन्डको भिडियो बनाउनु भयो त्यो भयो 24 फ्रेम पर सेकेन्ड। 12वटा मिलाएर बनाउनु भयो त्यो 12 फ्रेम पर सेकेन्ड। 60वटा बनाएर गर्नु भने त्यो भयो के, 60 फ्रेम पर सेकेन्ड है। ठिक छ, 1 सेकेन्डभित्र है। बुझ्नुभयो यो कुरा? यसो बुझ्नुभयो भने सबैजनालाई यस भनिदिनुहोस् न। हेलो, बुझ्नु भएन कि? यस सर बुझेँ। तपाईँले कन्फ्युजन सोध्दा हुन्छ है, किनकि अहिले रिभाइज गरिदिन्छु, अब पछि कन्फ्युजन भयो भने फेरि गाह्रो हुन्छ है। ठिक छ, हजुर सर बुझ्यो। ल यो के भयो, फ्रेम पर सेकेन्डको कुरा यति भयो। अब फ्रेम सेकेन्डमा अब अझै कुराहरू बुझौँ है। यो फ्रेम पर सेकेन्ड हामीलाई जहिले पनि स्ट्यान्डर्ड फ्रेम पर सेकेन्ड रेट भनेको 23.99 भनेको 24 फ्रेम पर सेकेन्ड हो है, स्ट्यान्डर्ड भनेको। ठिक छ, कुनै पनि भिडियोको एडिटिङ गर्दाखेरि स्ट्यान्डर्ड हामीले कति फ्रेम पर सेकेन्डमा भिडियो खिचेको हुनु पर्यो, 24 फ्रेम पर सेकेन्डमा हुनै पर्यो कि। ठिक छ, अब 24 फ्रेम पर सेकेन्डभन्दा कममा भिडियो सुट गरेर ल्यायो भने प्रब्लम के आउँछ भन्दाखेरि यसो आँखा लिएर त्यो भिडियोले हेर्नुभयो भने त्यो भिडियो क्लियर देखिँदैन है। त्यो कस्तो स्लो बिचमा ल्याग भएको जस्तो फिल हुन्छ है, यदि 24 फ्रेम पर सेकेन्डभन्दा कममा खिच्यो भने। ठिक छ, 24 फ्रेम सेकेन्ड स्ट्यान्डर्ड हो। 24 भन्दा माथिमा अहिले क्यामेराम्यानहरूले या फिल्महरूमा 25मा पनि गर्छ, 30 फ्रेम पर सेकेन्डमा पनि गर्छ है। ठिक छ, यो नर्मलको लागि, जसमा अब
स्लो मोसनहरू बनाउनु परेन भने त्यति बेला यो 25 फ्रेम पर सेकेन्ड या 30 फ्रेम पर सेकेन्डमा भिडियोहरू अहिले खिचिरहेको हुन्छ है। सिने फिल्म इन्डस्ट्रीमा पनि म्युजिक भिडियोहरू बनायो भने त्यसमा पनि है। ठिक छ, यो एफपिएसले स्लो मोसन बनाउनले पनि धेरै नै हेल्प गर्छ है। ठिक छ, यो एफपिएस के कमाल हो स्लो मोसन भिडियो राम्रोसँग बनाउनलाई। ठिक छ, अब एफपिएसले कसरी स्लो मोसन भिडियो बनाउनले हेल्प गर्छ त? ठिक छ, त्यो कुरा हेरौँ है। मानौँ हाम्रो भिडियो अहिले 24 फ्रेम पर सेकेन्डमा मैले सुट गरेँ। ठिक छ, 24 फ्रेम पर सेकेन्डमा सुट गरेँ। अहिले हाम्रो भिडियोको नर्मल स्पिड भनेको के हुन्छ? जहिले पनि 100% नर्मल हुन्छ है। नर्मल स्पिड हाम्रो भिडियो के हुन्छ भन्दाखेरि 100% है। यो के भयो? हाम्रो नर्मल स्पिड भयो। अब यो भिडियोलाई मैले स्लो गरेँ भने, यो भिडियोलाई मैले स्लो गरेर यसको स्पिड 50% मा झारेँ भने, ठिक छ, 150 हैन है, 50% मा यसको स्पिड झार्यो भने, मानौ पहिला यो भिडियो 1 मिनेटको थियो, यसैले कपी गर्छु, यो भिडियोको लेन्थ 1 मिनेटको थियो। ठिक छ, अब 50% ले स्लो गर्नुभयो भने कुनै पनि यो 1 मिनेटको भिडियोलाई, यो अब कति टाइमको बन्छ? 1 मिनेट 30 सेकेन्डको बन्छ है। किनकि यो 1 मिनेटको 50% ले मैले स्लो गरिदिएँ भने अझै लेन्थ के भयो हुने हो? बढ्ने हो। यदि 100% ले स्लो गरेँ भने के हुन्थ्यो? पुरै स्लो बढेर 2 मिनेटको हुन्थ्यो, तर पुरै स्लो हुन्थ्यो। तर मैले 50% स्लो गरेको छु, ठक्कै यो 1 मिनेट कतिमा कन्भर्ट हुन्छ? 1 मिनेट 30 सेकेन्डमा कन्भर्ट हुन्छ है। ठिक छ, ल 50 स्लो डाउन गरे भने 1 मिनेट 30 सेकेन्डमा। अब यो कुरा अब फ्रेम पर सेकेन्डले अब हेर्नु त, मैले 1 सेकेन्डमा 24 वटा फ्रेम युज गरिरहेको थिएँ हैन? तर यहाँ हेर्नुहोस् त, अब यो 1 मिनेटमा 1 सेकेन्डमा 24 वटा थियो भने 1 मिनेटमा कति भयो? 60 × 24 गर्नुभयो त्यतिवटा फ्रेम हुन्छ है। 60 × 24 गर्नुभयो भने ठक्कै कति हुन्छ? 60 भनेको 6 × 24 ठक्कै यता गरिदिन्छ है। ठिकै छ, जति हुन्छ त्यति हुन्छ है। यति फ्रेम थियो अरे। तर जब 130 को भयो, यो जब मैले 50% ले डिग्रेड गरेँ, यो 24 वटा फ्रेम जुन हुन्छ नि, 24 वटा फोटो जुन थियो पहिला, यो ठक्कै यो 24 वटा फ्रेम 50% स्लो डाउन गर्ने बित्तिकै यो 24 वटा फोटो के हुन्छ? डिभाइड भइदिन्छ कि 30 वटा फोटोमा यो अब 24 वटा घटेर 12 वटा भइदिन्छ कि। अब जुन हाम्रो आँखालाई नर्मलमा 24 वटा फ्रेम पर सेकेन्ड चाहिएको थियो आँखालाई भिडियो स्मुथसँग देख्नलाई, त्यो त 12 वटा मात्र मैले 1 सेकेन्डमा पाइरहेको छु। अब 12 वटा मात्रै भने त्यो भिडियो फेरि के हुन्छ? ल्याग जस्तो देखिन्छ है। त्यही भएर हामीले सकेसम्म 24 फ्रेम स्लो मोसन गर्नु पर्यो भने हामीले सकेसम्म कतिमा सुट गर्नु पर्यो? भिडियो 60 फ्रेम पर सेकेन्डमा सुट गर्नु पर्यो। ठिक छ, स्लो मोसन गर्नलाई भिडियोलाई स्लो मोसन गर्नलाई हामीले कतिमा खिच्नु पर्छ? 60 फ्रेम पर सेकेन्ड, 120 फ्रेम पर सेकेन्ड, 30 भन्दा माथिको जतिमा खिच्नु भयो त्यति धेरै स्लो मोसन त्यो भिडियोलाई बनाउन सकिन्छ है। ठिक छ, स्लो मोसन बनाउनले तपाईहरुले जति हाइएस्ट फ्रेम पर सेकेन्डमा खिच्नु भयो, जस्तै 60 भयो हैन, 120 भयो, त्यस्तै 240 होला, जस्तै यस्तै माथिमा जतिमा खिच्नु भयो त्यति तपाईलाई सजिलो हुन्छ है स्लो मोसन बनाउनलाई। ठिक छ, नर्मल डायलगको पार्ट छ भने डायलगको पार्टले कहिले पनि स्लो मोसन बनाउनु पर्दैन। त्यसलाई अब तपाईहरुले क्यामेरा चलाइराख्नु भएको छ भने त्यसलाई 24 पर सेकेन्ड या 30 फ्रेम पर सेकेन्डमा खिच्दा हुन्छ। तर तपाईले स्पेशली स्लो मोसनको लागि भिडियो खिचिराख्नु भएको छ, सुट गरिराख्नु भएको छ या एडिटिङ गरिराख्नु भएको छ, त्यति बेला तपाईले के चाहिन्छ भन्दाखेरि या 60 फ्रेम पर सेकेन्ड, 120 पर सेकेन्ड र 240 फ्रेम पर सेकेन्डमा सुट भएको हुन्छ है, सुट हुनुपर्छ है। ठिक छ, यो स्लो मोसनको कुरा बुझ्नु भयो? स्लो मोसन बनाउनलाई कति फ्रेम पर सेकेन्डमा भिडियो खिच्नुपर्छ भनेर? हेलो, यस सर। के कन्फ्युजन छ भने सोध्दा हुन्छ है, किनकि यो कुरामा कन्फ्युजन भइरहेको हुन्छ कहिलेकाहीँ।
हजुर सर जस्तो कस्तो कस्तो केसमा यो गर्ने भन्ने कुरा अलिकति कोही कोही बेला कन्फ्युजन हुनुहुन्छ। जस्तो म कोही बेला यसो भ्लगहरू बनाऊँ भन्छु कि हजुर अनि कन्फ्युजन पारिदिन्छ क्या। जस्तो अब ट्राभल गरिरहेको हुन्छु, अब यसलाई म स्लो मोसनको लागि गर्नु कि के गर्नु भनेर त्यो ठ्याक्कै त्यो गर्नै सक्दैन क्या। यस्तो हो कि अब तपाईँको डायलग र पार्ट छ भने तपाईँले बोलिराख्नु भएको छ भने तपाईँले 24-25% सुट गर्दा भयो होइन, किनकि तपाईँ बोलिराख्नु भएको छैन त। तर अब बाहिरको एक्सटर्नल सट अब कुनै कुराहरू देखाइराख्नु भएको छ नि, त्यति बेला तपाईँले भ्लगहरूको लागि सुट गरिराख्नु भएको छ नि, मन्दिरहरूको देखाइराख्नु भएको छ नि, त्यति बेला तपाईँले हाइजेस्ट फ्रेम पेसिङमा सुट गर्दा हुन्छ कि। ठिक छ, किनकि त्यसमा डायलगको पार्ट हुँदैन, त्यसलाई मिलाउनै पर्दैन कि। ठिक छ, जस्तो जहिले सिनेमेटिक पार्नको लागि त स्लो मोसन गर्नै पर्छ है कि के हुन्छ? यस्तो हो, सिनेमेटिक बनाउनाले म्युजिकले हेल्प गर्छ है। ठिक छ, म्युजिकको तपाईँको पेस के छ, अस्ति पनि हजुर पुरानो ब्याच हुनुहुन्छ, म्युजिकको पेसले फरक पार्छ। म्युजिकको पेस के छ होइन, तपाईँले कस्तो टाइपको म्युजिक युज गरिराख्नु भएको छ त्यही अनुसारले त्यो भिडियोको स्पिड राख्ने है। अनि त्यसो भए त जस्तो मानिलिउँ म एउटा मन्दिरको सुट गर्दैछु होइन, हजुर हजुर मन्दिरको सुट गर्दैछु भनेदेखि त्यो त्यतिखेर त थाहा हुँदैन यो स्लो मोसन बन्नेवाला छ कि अब कतिखेर कस्तो बन्नेवाला छ, त्यो त म्युजिकले डिसाइड गर्छ पछि गएर होइन। हजुर या त अगाडि नै कि त सबै रेडी हुनु पर्यो होइन। अब यस्तो हो, अब मन्दिरको सट अब तपाईँले सुट गरिराख्नु छ, अब मन्दिरको मन्दिर देखाइराख्नु भएको छ भने त्यसमा त डायलग त छैन नि त। छैन। त्यसलाई हाइजेस्ट फ्रेम पर सेकेन्डमा सुट गर्दा भयो, 60 फ्रेम सेकेन्डमा सुट गर्नुभयो होइन। अब तपाईँलाई स्लो चाहिएको छ भने त्यसलाई फ्रेम पर सेकेन्ड झारिदिने, स्पिड बढाइदिने थोरै, तपाईँको फास्ट त भइहाल्यो नि त। भन्नाले जुन चाहिँ हामीलाई जुनमा डायलग फ्लो हुँदैन भर्सक त्यो चाहिँ हाइएस्ट फ्रेम पर सेकेन्डमा सुट गरिदिनु भनेको। यदि नेसेसरी छ भने तपाईँको अब धेरै स्लो मोसनहरू पनि म यसमा स्लो मोसन काम गर्न पर्छ होला जस्तो लाग्यो भने त्यसलाई गर्ने है। ठिक छ, अब यो भिडियोमा फ्रेम पर सेकेन्ड कहाँ लेखेको हुन्छ त्यो कुरा हेरौँ है। त्यसको लागि म यही भिडियोबाट म कुनै चुज गर्छु एउटा, त्यो भिडियोका राइट क्लिक गर्नुभयो भने, त्यो भिडियोमा राइट क्लिक गर्नुभयो भने त्यसको तलमा पोपर्टिज भनेर लेखेको हुन्छ। तपाईँमा यदि कसै कसैमा सो मोड लेखेको होला, सो मोडमा क्लिक गरेर तलतिर जानुभयो भने पोपर्टिज भनेर लेखेको होला है। ठिक छ, पोपर्टिजमा क्लिक गर्नु होला। पोपर्टिजभित्र गइसकेपछि यहाँ डिटेल्स भनेर लेखिरहेको छ, हेर्नुहोस् त। डिटेल्समा क्लिक गरेर त्यसपछि यहाँ हेर्नुहोस् त फ्रेम रेट लेखिरहेको छ 25 फ्रेम पर सेकेन्ड। यो भनेको के हो भन्दाखेरि प्रति सेकेन्डमा 25वटा फ्रेम 25वटा फोटो एड गरेको छौँ है। 1 सेकेन्डको भिडियो बनाउनलाई 25वटा फ्रेम्स हामीले यसमा युज गरेको छौँ, 25वटा फोटो 1 सेकेन्डको भिडियो बनाउनलाई युज गरेको छौँ भनेर बुझ्नु होला है। बुझ्नुभयो यो कुरा? फ्रेम पर सेकेन्ड कसरी हेर्ने त्यो कुरा बुझ्नुभयो? बुझ्यो सर। ठिक छ, कन्फ्युजन भयो भने सोधिहाल्नु होला है, किनकि कहिलेकाहीँ अनलाइन क्लास लिँदाखेरि तपाईँले कन्फ्युजन यसो तपाईँले टिपेर पनि राख्दा हुन्छ है। ठिक छ, यस्तो कुराहरू अब कहिलेकाहीँ टिपेर पनि राख्दा हुन्छ। यसो तपाईँहरूको बेसी नै बानी छ भने यसो तपाईँहरू कपीमा टिपेर पनि राख्दा हुन्छ। सर्टकट कीहरू कहिलेकाहीँ भनिरहेको हुन्छु, अब पिडिएफ हेर्न गाह्रो लाग्छ भने कपीमा यसो आफ्नो सर्टकटको लागि लेख्दा हुन्छ है। यसरी हेर्न सकिन्छ। अब यही ठाउँमा अब म यहाँ पोपर्टिजमा आइरहेको बेलामा तपाईँले के देखाउँछु भन्दाखेरि यहाँ हेर्नुहोस् त फ्रेम विथ पनि लेखिरहेको छ 4096, यहाँ फ्रेम हाइट पनि लेखिरहेको छ है। यो भनेको के हो भन्दाखेरि जुन हामीले भिडियोको यो हाइट र विथ सेट गर्छौँ, यहाँ कम्पोजिसनको सेटिङ गर्छौँ, त्यही भनेको हाम्रो फ्रेम र हाइट र फ्रेम विथ छ है। सिक्वेन्स क्रिएट गर्दाखेरिमा जुन विथ र हाइट सेट गर्छौँ नि, त्यही हो हाम्रो के छ, विथ र हाइट छ है। ठिक छ, अब यो 4096 र 2160 भनेको यो भनेको हाम्रो 4K क्लिप्स है। यसलाई हामीले 4K क्लिप्स भन्छौँ। यदि HD क्लिप्स भएको भए यहाँ कति हुन्थ्यो भन्दाखेरि यो फ्रेम विथमा 1920 हुन्थ्यो, फ्रेम हाइटमा 1080 हुन्थ्यो है। 1920 माथिमा हुन्थ्यो, 1080 तलमा हुन्थ्यो है। ठिक छ, यो फ्रेम विथ र फ्रेम हाइट भयो। अब तपाईँहरूले सुटिङ गरेर तपाईँले कुनै पनि क्लाइन्ट्सले भिडियो दियो, सुटिङ गरेर तपाईँले मानौ भिडियो दियो अरे होइन, सुटिङ गरेर तपाईँले भिडियो एडिट गर्न दियो।
अब त्यसमा के गर्ने भन्दाखेरि त्यसको पहिला हाइट र विड्थ चेक गर्ने है। यसरी प्रोपर्टिजमा जाने, डिटेल्सभित्र जाने, त्यसको हाइट र विड्थ चेक गर्ने, ठिक छ। नर्मल भिडियोको हाइट र विड्थ चेक गर्ने। अब स्लो मोसनका लागि दिएको छ भने त्यसको फ्रेम त्यसलाई पहिला सोध्ने है, कस्टमरलाई हामीले सोध्ने पहिला तपाईँले सबै भिडियोहरू स्लो मोसनकै एडिटको लागि खिच्नु भएको छ कि यसमा डायलगहरू पनि छ कि होइन। जुनमा यदि डायलग छ भने तपाईँको डायलगवाला सर्ट कुन छ, डायलगवाला तपाईँको भिडियो कुन छ त्यसलाई सिलेक्ट गर्ने, त्यसको प्रोपर्टिज र फ्रेम रेट चेक गर्ने है। त्यसको फ्रेम रेट चेक गरेर त्यो अनुसार तपाईँले यहाँ सिक्वेन्स बनाउनु पर्छ है यदि डायलग छ भने, ठिक छ। अब डायलग छैन होइन सबै भिडियो स्लो मोसनमा एडिट गर्नुपर्ने छ भने यसको फ्रेम पर सेकेन्ड कति छ त्यसमा तपाईँले यहाँ त्यो बनाउन सिक्वेन्स बनाउन सक्नुहुन्छ है, ठिक छ। यहाँ अहिले के छ भन्दाखेरि 23.98 भनेको यो 24 फ्रेम सेकेन्ड नै भयो है, यसमा छ होइन। यो अघिको हेर्दाखेरि 25 मा थियो, यो भिन्दा भिन्दै क्लिप्सहरू छ त्यही भएर है। यसको हेर्दाखेरि 20, यसको 29 मा छ, अर्कोको 25 थियो है, कुनको थियो थाहा भएन मलाई, ठिक छ। यसरी तपाईँले चेक गर्न सक्नुहुन्छ। म के गर्छु भन्दाखेरि अहिले एउटा कुनै क्लिप्स अनुसार सिक्वेन्स क्रिएट गर्छु है। डिटेल्सभित्र जान्छु, यही सिक्वेन्स अनुसार मैले के गर्छु एउटा क्लिप्स मैले सिक्वेन्स क्रिएट गर्छु। त्यसको सिक्वेन्स क्रिएट गर्नलाई प्रिमियर प्रोभित्र जाने, अनि त्यसपछि यहाँ तपाईँको प्रोजेक्ट लेखेको देखिएको छैन भने यहाँ एरोमा क्लिक गर्नुभयो भने ठक्कै यहाँ प्रोजेक्ट डे 2 भनेर लेखिरहेको छ। यसमा गए, यसमा गइसकेपछि तपाईँले कन्ट्रोल एन गरेर पनि सिक्वेन्स क्रिएट गर्न सक्नुहुन्छ। सर्टकट की तपाईँको कन्ट्रोल एन भयो होइन। किबोर्डबाट यसमा पहिला हाइलाइट गर्ने, यसमा पहिला हाइलाइट गर्ने, कन्ट्रोल एन थिच्नु हो भने ठक्कै सिक्वेन्सको सेटिङ खुल्छ है। कहिलेकाहीँ अब तपाईँको यहाँ यसरी हाइड गरिरहेको छ भने यसो सारेर तपाईँले ल्याउनु पर्दैन है, ठिक छ। त्यति बेला डाइरेक्ट सर्टकट यस्तो भइरहेको छ भने डाइरेक्ट त्यति बेला के गर्ने कन्ट्रोल एन गरेर सर्टकट युज गर्न सक्नुहुन्छ, ठिक छ। सर्टकट बुझ्नुभयो के छ भनेर कन्ट्रोल एन है, यसो तपाईँले टिपेर पनि राख्दा हुन्छ है। ल कन्ट्रोल एन गरे, त्यसपछि कहिलेकाहीँ तपाईँले के हुन्छ भन्दाखेरि यो सेटिङमा क्लिक गर्नुभयो भने यो सेटिङ डिसेबल भइरहेको हुन्छ है। यो सेटिङ किन डिसेबल भइरहेको हुन्छ भन्दा यहाँबाट कुनै तपाईँहरूले चुज गरेको नहुँदाखेरि यो ठाउँमा सेटिङ डिसेबल भइरहेको हुन्छ। यो ठाउँबाट कुनै एउटा चुज गरिदिनु भने यहाँ चुज गरिदिनु भयो भने ठक्कै यो सेटिङ के हुन्छ इनेबल हुन्छ है, ठिक छ। अब कहिलेकाहीँ यस्तो डिसेबलको कुरा आयो भने तपाईँले ठक्कै यो ठाउँमा गएर यो ठाउँमा क्लिक गरेर यो सेटिङमा गएर इनेबल गर्न सेटिङलाई इनेबल गर्न सक्नुहुन्छ। यो हाम्रो यो एभाइलेबल प्रिसेट भनेको यो प्रिबिल्ट हाम्रो साइज फ्रेम पर सेकेन्डहरूको सेटिङ सिक्वेन्सको सेटिङहरू मिलाएर हामीलाई एउटा यो सिक्वेन्सहरूको लिस्ट दिएको छ कि तपाईँले यो पनि युज गर्न सक्नुहुन्छ भनेर है, ठिक छ। सकेसम्म हामीले के गर्छौँ भन्दाखेरि काम गर्दाखेरि कस्टम पनि क्रिएट गर्छौँ है। एउटा कुनै सिलेक्ट गर्छौँ, सेटिङमा जान्छौँ, अनि यहाँ हेर्नुहोस् त एडिटिङ मोड भनेर लेखिरहेको छ, ठिक छ। यहाँ तपाईँले क्लिक गर्नुभयो भने या त तपाईँले यो ठाउँमा कहिलेकाहीँ यो ठाउँमा क्लिक भयो भने यो ठाउँमा यहाँ एरो जस्तो देखिराख्नु भएको छ, यो एरोमा क्लिक गर्ने। यहाँ कहिलेकाहीँ कस्टम भनेर यहाँ तलमा दिएको हुन्छ, कहिलेकाहीँ यो माथिमै दिएको हुन्छ है। यो भनेको के छ, यो पनि प्रिसेट हो है। यो प्रिसेटहरू पनि के छ भन्दाखेरि क्यामेरा अनुसारले प्रिसेटहरू बनाइदिएको छ। तपाईँले अब यो क्यामेराहरूबाट कुनैबाट सुट गर्नु भएको छ भने यो क्यामेरा अनुसार पनि तपाईँले क्लिक गरेर क्रिएट गर्न सक्नुहुन्छ। तर हामीले जहिले पनि के गर्छौँ प्रायः कस्टम नै गर्छौँ है, ठिक छ। कस्टम क्रिएट गरिसकेपछि यहाँ हेर्नुहोस् त फ्रेम पर सेकेन्ड भनिरहेछ, कति फ्रेम पर सेकेन्डमा तपाईँको भिडियो सुट भएको छ। यहाँ हेर्नुहोस् त 23.976 छ। हाम्रो अहिलेको क्लिप्सको प्रोपर्टिज हेरेको थियो कति छ 25 छ है। यसको हेर्नुहोस् त यसको कुनको 25 थियो। यसमा फेरि राइट क्लिक गर्छु, प्रोपर्टिजभित्र जान्छु, डिटेल्सभित्र जान्छु, यहाँ हेर्नुहोस् त 25 छ है, ठिक छ। अहिले हामी के गर्छौँ 25 वाला चुज गर्छौँ। यहाँ गए यसको 25 वाला चुज गरेँ। अब यो ठाउँमा हेर्नुहोस् त फ्रेम साइज दिइरहेछ है। कस्टम चुज गर्नु भएन, अरू चुज गर्नु भने यो अरू चुज गर्नु भने यो ठाउँमा अब केही चेन्ज गर्नु भने यो के हुन्छ एकैछिन है, यो कस्टममा सिफ्ट हुनु पर्यो, कस्टममा सिफ्ट भएन है। यो एरोको साइज भइरहेछ, ठिक छ। यसलाई के गर्छु कस्टममा गएँ है। अब कस्टममा गइसकेपछि जुन भिडियोको हाइट र विड्थ दिएको हुन्छ यहाँ गयो, जुन हाइट र विड्थ दिएको हुन्छ त्यो अनुसार पनि तपाईँले एडिट गर्न सक्नुभयो। यो तपाईँको कुन केसमा छ भन्दाखेरि तपाईँले अब कुनै म्युजिक भिडियोहरूको काम गरिराख्नु भएको छ त्यतिखेर है। अब उहाँले एचडीमा क्लियर एडिट गर्न भनिराख्नु भएको छ नि,
तपाईँ उहाँले सोध्ने कि एचडीमा गर्ने कि जुन फोटोको फ्रेम भिडियोको फ्रेम विथ र फ्रेम हाइट छ त्यही अनुसार एडिट गर्ने कि भनेर सोध्ने है। ठिक छ। अब होइन 1080p एडिट गर्नु पऱ्यो भने 1080p कै सेटिङ यहाँ गर्नुपर्छ है। त्यसको लागि के गर्ने 1920 एचडीको लागि भन्दैछु 1920 फ्रेम साइजमा चुज गर्ने, होरिजेन्टलमा चाहिँ 1080p चुज गर्ने है। ठिक छ। यो 1080p भनेको यो भर्टिकल हाइट भयो यसरी तलदेखि माथिसम्म, यो 1920 भनेको यो विथ भयो है, होरिजेन्टल हाइट भयो। ठिक छ। अब होइन तपाईँले फेसबुकको लागि यो त तपाईँको युट्युबको लागि एडिट गर्दाखेरि भयो होइन, सर्ट फिल्म एडिट गर्दाखेरि भयो होइन, तपाईँले फिल्म पनि एडिट गर्दाखेरि यो 1920/1080 युज गर्न सक्नुहुन्छ। यदि तपाईँले एचडी फिल्म गरिराख्नुपर्छ भने, यदि वेडिङ भिडियो तपाईँले एचडीमा एडिट गरिराख्नुपर्छ वेडिङ भिडियोको पनि यही साइज दिन सक्नुहुन्छ कि। तर तपाईँले टिकटकको लागि भिडियो एडिट गरिराख्नु भएको छ या सोसल मिडिया फेसबुकहरूको लागि युज गरिराख्नु भएको छ भने ठक्कै यो कुराले उल्टो गर्ने, 1080p यो ठाउँमा राख्ने, 1920 यो ठाउँमा राख्ने। किन राख्ने भन्दाखेरि हामीलाई जुन होरिजेन्टल भ्यू हुन्छ टिकटकहरूमा त्यो के हुन्छ सानो हुन्छ है। होरिजेन्टल भनेको यो भयो, यो के हुन्छ सानो हुन्छ यसरी बसिरहेको हुन्छ। तर भर्टिकल जुन हुन्छ के हुन्छ लामो हुन्छ। त्यही भएर हामी 1920 लामोवाला बनाउनलाई भर्टिकलमा राख्छौँ होइन। यो चाहिँ हामीले के राख्छौँ यतापट्टि विथमा राख्छौँ है। बुझ्नुभयो यो कुरा? यतापट्टिको विथ भयो यतापट्टिको हाइट भयो। यहाँ कन्फ्युजन छ कसैलाई? हेलो, कन्फ्युजन छैन भने म अगाडि बढेँ है। ल, यहाँ पिक्सल एस्पेक्ट रेसियो भनेर छ। यहाँ त यो तपाईँले यो पुरानो मोडलहरूको छ, अहिले पनि फिल्महरूमा यो टिभी पाल र वाइड स्क्रिन युज चाहिँ हुन्छ। तर हामी जहिले पनि केमा राख्छौँ भन्दाखेरि यो स्क्वायर पिक्सलमै राख्छौँ है। अरू तपाईँले चुज नगर्नु होला, सकेसम्म यो स्क्वायर पिक्सलमा राखौँ है। अहिलेलाई यो पनि युज हुन्छ सिनेमा हलहरूमा। अब फिल्महरू एडिट गरिराख्नु भएको छ भने त्यति बेला यो पनि युज हुन्छ है। ठिक छ। अहिले हामीले स्क्वायर पिक्सल 1:1.0 वाला गरौँ। फिल्ड प्रोग्रेसिभमा तपाईँले अप्पर फिल्ड फर्स्ट भनेको यो के छ रेन्डरको कुरा भयो है। यो रेन्डर तपाईँले यो स्क्रिनमा यसरी पहिला फर्स्टको पार्ट रेन्डर हुन्छ, त्यसपछि तलको, त्यसपछि यसरी यो वाला है। हामीले यसमा जहिले पनि नो प्रोग्रेसिभ स्क्यान राख्छौँ किनकि त्यो स्मुथ देखियोस् भनेर। ठिक छ। डिस्प्ले फर्मेट भनेको यो टाइम कोड हो। यो ठाउँमा फ्रेम पर सेकेन्डमा देखाउने कि फ्रेम्स मात्रै देखाउने कि केमा देखाउने त्यो कुरा भयो। डिस्प्लेमा यो ठाउँमा यो टाइम कोड आइरहेको हुन्छ त्यो कुरा छ है। हामीले यो फ्रेम पर सेकेन्डमै देखाउँछौँ है। यो अडियो स्याम्पल रेट भयो। अडियोको तपाईँकोमा डायलगसँगै रेकर्ड भएको छ भने अडियोको कति मेगाहर्जमा सुट भएको छ, अडियोको बिट रेट तपाईँले चेक गर्न सक्नुहुन्छ है। प्रोपर्टिजमा जाने। ठिक छ। यहाँ हेर्नुहोस् त अडियो बिट रेट यो ठाउँमा चाहिँ हालेको छैन किनकि यो क्लिप्समा अडियो छैन। तर अडियो राखेको भयो यो ठाउँमा ठक्कै के हुन्थ्यो यहाँ अडियोको बिट रेट पनि लेखेको हुन्थ्यो है। त्यो बिट रेट पनि तपाईँले सेट गर्न सक्नुहुन्छ। ठिक छ। नसेट गर्दा पनि हुन्छ तर सेट गर्दाखेरि झन् राम्रो है, डायलगहरू यसो क्लियर सुनिन्छ भनेर। म यसलाई यो ठाउँमा अब तलमा आउँछु। यो ठाउँबाट के गर्न सक्नुहुन्छ त्यो सिक्वेन्सको नेम दिन सक्नुहुन्छ। के नेम दिने भनेर म डे 2 भनेर नेम दिएँ है। म यसलाई ओके गरिदिन्छु। ओके गरिदिएपछि यहाँ सिक्वेन्स आउँछ। यही सिक्वेन्सको जुन नाम हुन्छ त्यही नेम भएको सिक्वेन्स यहाँ माथिमा खुल्छ है। अब यो सिक्वेन्सलाई क्लोज गर्नु भयो भने यहाँबाट क्लोज गर्न सक्नुहुन्छ। अब हेर्नुहोस् त नो सिक्वेन्स भनेर आइरहेछ। यसैलाई डबल क्लिक गर्नुभयो भने फेरि के हुन्छ यहाँ ओपन हुन्छ है। ठिक छ। फेरि क्लोज गर्नु पऱ्यो यसरी क्लोज गर्न सक्नुहुन्छ। यसरी ड्र्याग एन्ड ड्रप गरेर पनि ओपन गर्न सक्नुहुन्छ। बुझ्नुभयो सिक्वेन्सलाई कसरी ओपन गर्ने भनेर? ठिक छ। ड्र्याग एन्ड ड्रप गर्दाखेरि यहाँ हेर्नुहोस् डबल सिक्वेन्स बनाइदियो नि, यो एउटा प्रब्लम हुन्छ है। सकेसम्म एउटा सिक्वेन्सलाई डबल क्लिक गरेर यहाँ सिक्वेन्स क्रिएट गर्ने। यो कुरा बुझ्नुभयो? हेलो, सिक्वेन्सको कुरा बुझ्नुभयो? हजुर सर बुझ्यो कि बुझ्यो सर, बुझ्यो। तर जस्तो सर एउटा कुरा जस्तो माथि एकचोटि वर्क स्पेस देखाउँदा सर हजुर यो एउटा सिक्वेन्स भनेको माथि देखिन्छ। मैले माथिबाट मैले काम गर्दाखेरि माथिबाट बनाउने गरेको थिएँ क्या। अनि अहिले मलाई अलिकति कन्फ्युजन बनायो यसले। माथि कहाँबाट बनाइराख्नु? माथि त्यो मेनु बारमा एउटा यताबाट भनेर यताबाट यहाँ माथि सिक्वेन्स लेखेको छ नि, माथि सिक्वेन्सै लेखेको छ माथि। यहाँबाट गरेर त्यहाँबाट गरेको छु। अनि अर्को जस्तो यो कोही बेला यहाँबाट बनाउँथे। अनि कस्तो हुन्थ्यो भन्दाखेरि भिडियो इम्पोर्ट गरिसकेपछि काम गरिसकेपछि होइन
बिचबिचमा कस्तो भन्दाखेरि कोही कोही बेला एउटा फ्रेम रेटको भिडियो हुन्थ्यो, कोही कोही बेला अर्कै फ्रेम रेटको भिडियो हुन्थ्यो। अनि त्यो अब त्यो ब्यालेन्स गर्नुलाई पनि अब कोही बेला साइजहरू मिल्दैन त, अनि फेरि भिडियोको बिचमा गएर म यो सिक्वेन्स सेटिङ चेन्ज गर्थेँ क्या। यो कन्फ्युजन भइरहेको हुन्छ, हुन्छ कतिखेर गर्ने। त्यो कुरा म भन्छु है। ल अहिले हामीले जहिले पनि सिक्वेन्स कहाँबाट अब क्रिएट गर्ने, यही ठाउँबाट क्रिएट गर्ने है। किन यहाँ गएर फाइलमा गएर त्यसपछि न्यू गरेर यति धेरै मेहनत किन गर्ने होइन। यो ठाउँमा गएर होइन न्यूमा गए त्यसपछि यहाँबाट सिक्वेन्स क्रिएट गर्नु अलिकति लामो प्रोसेस भयो। यहाँ तपाईँले यो वर्क स्पेसमा हुनुहुन्छ, कन्ट्रोल एन गरेर ठक्कै तपाईँले यहाँ गएर प्रिसेट चुज गर्यो एउटा, अनि यहाँबाट कस्टम सिक्वेन्स के गर्नु पऱ्यो बनाउन सक्नुभयो कि। अब उहाँले के भन्नुभयो भन्दाखेरि भ्यारिएबलको कुरा गर्नुभयो। अब जस्तै यसको डिफ्रेन्ट फ्रेम पर सेकेन्ड छ होइन, यसको डिफ्रेन्ट फ्रेम पर सेकेन्ड छ, यसको कति छ भन्दाखेरि 25मा छ। अर्को भिडियोलाई मैले चेक गरेँ भने प्रोपर्टिजमा यसको भिन्दै हुन्छ, यसको डिटेल्समा गयो यसको भिन्दै छ 29 छ। अब त्यति बेला के गर्ने भन्दाखेरि म्याक्सिमम भिडियो तपाईँले यो भिन्दा भिन्दै क्लिप्स युज गर्दाखेरि यस्तो भइरहेछ। तर सुटिङ गर्ने मान्छे अब तपाईँले म्युजिक भिडियोहरू अब सुट गरेर ल्याएको छ भने त्यस्तोमा प्रायः त्यस्तो हुँदैन। स्लो मोसनको लागि खिचेको छ भने त्यो मात्र फरक हुन्छ, नभए प्रायः सेम नै हुन्छ। तर तपाईँहरूको भिन्दै भिन्दै क्लिप छ भने एनालाइज गर्ने कि तपाईँको सेम फ्रेम पर सेकेन्डमा कुन कुन क्लिप्स छ। त धेरै फ्रेम पर सेकेन्ड धेरै क्लिप्सहरू तपाईँको अब जुन फ्रेम पर सेकेन्ड हुन्छ त्यहीँको बनाउने है। अब तपाईँमा डायलगको एडिटिङहरू गरिराख्नु भएको छ भने सकेसम्म 25 फ्रेम पर सेकेन्डकै बनाउने, ठिक छ। अब मानौ यो हाम्रो डायलगवाला भिडियो छ भने यो फ्रेम पर सेकेन्ड अनुसार मैले के भने अहिले सेटिङ मिलाएँ है, फ्रेम सिक्वेन्सको सिक्वेन्स बनाएँ, ठिक छ। अब यो सिक्वेन्समा म भिडियो इम्पोर्ट गर्छु, यहाँ गएँ त्यसपछि म यहाँ एउटा लोकेसन यसको कपी गर्छु। म यहाँबाट सबै क्लिप्स के गर्छु इम्पोर्ट गर्छु है। फोल्डर इम्पोर्ट गरेँ न, क्लिप्स नै इम्पोर्ट गर्छु। क्लिप्सले गरेँ यसरी ओपन गरेँ, यहाँ क्लिप्स आयो। अब यो अहिले हाम्रो यो सिक्वेन्सको के छ भन्दाखेरि फ्रेम पर सेकेन्ड कति छ त्यो पहिला चेक गरौँ है एकपल्ट। यसलाई क्लिक गर्छु, राइट क्लिक गर्छु, यहाँ जानुभयो भने सिक्वेन्स सेटिङ देख्नुहुन्छ। यसको सिक्वेन्स सेटिङ तपाईँले यहाँ सिक्वेन्समा गएर पनि सिक्वेन्स सेटिङ ल्याउन सक्नुहुन्छ है, यहाँ तलमा गएर, ठिक छ। क्लिक गर्ने सिक्वेन्स सेटिङ यहाँबाट पनि आउँछ। यहाँ हेर्नुहोस् त अहिले फ्रेम पर सेकेन्ड मैले कतिमा राखेको छु 23 मा राखेको छु। म अहिले एउटाको 25 गरिदिन्छु, अहिले चेन्ज गरिदियो सिक्वेन्स सेटिङ 25 भयो, ठिक छ। अब यो भिडियो जुन छ यसको म प्रोपर्टी चेक गर्छु। एकैछिन है, ठक्कै प्रोपर्टिज भन्ने यसको त्यसकै मुनिपट्टि देखे जस्तो लाग्छ सर, मोडिफाईको सेकेन्डमा मोडिफाई माथि तपाईँले त्यसको मुनि यहाँ रहेछ। अब यसको पनि फ्रेम 25 फ्रेम पर सेकेन्डमा रहेछ है। अब म के गर्छु यसलाई यहाँ इम्पोर्ट गर्छु। अब यहाँ हेर्नुहोस् त यो किप एक्जिस्टिङ सेटिङ भनेर आउँछ, चेन्ज सिक्वेन्स सेटिङ भनेर आउँछ है। यस्तो फ्रेम पर सेकेन्ड या यसको हाइट र विथ फरक पऱ्यो भने त्यति बेला यस्तो आउँछ है, तपाईँको स्क्रिनमा सो हुन्छ किप एक्जिस्टिङ सेटिङ चेन्ज सिक्वेन्स सेटिङ। यो किन अहिले फ्रेम पर सेकेन्ड सेम छ तर भिडियोको जुन हाइट र विथ छ त्यो के छ भन्दाखेरि फरक छ है, त्यहीबाट यस्तो सेटिङ आयो। तर तपाईँले भिडियोको हाइट विथ सबै अनुसार तपाईँले मिलाउनु भएको भए यस्तो कुराहरू आउँथेन है, ठिक छ। अब यहाँ हेर्नुहोस् चेन्ज सिक्वेन्स सेटिङमा क्लिक गरिदिनु भयो भने तपाईँहरूले त्यसपछि के हुन्छ भन्दाखेरि जुन भिडियोको हाइट, जुन भिडियोको विथ, जुन भिडियोको फ्रेम पर सेकेन्ड छ नि त्यो अनुसार अटोमेटिक यो सिक्वेन्सको सेटिङ के हुन्छ चेन्ज भइदिन्छ है, ठिक छ। किप एक्जिस्टिङ सेटिङ गर्यो भने जुन हामीले सिक्वेन्सको सेटिङ आफूले कस्टम क्रिएट गरेको हुन्छौँ त्यही सेटिङ हुन्छ है। यहाँ हेर्नुहोस् त किप एक्जिस्टिङ सेटिङ गर्छु, हुन त यो 25 फ्रेम पर सेकेन्ड छ तर यसमा म डबल क्लिक गर्छु। हेर्नुहोस् त यो भिडियो जुन हामीले सिक्वेन्सको यो हाइट र विथ सेट गरेको थियो त्योभन्दा के भइरहेछ बाहिर गइरहेछ नि, किनकि भिडियो लामो थियो तर हामीले सिक्वेन्सको हाइट र विथको के गरेको थियो ठक्कै यति मात्रै क्रिएट गरेको थियो है। त्यहीँबाट हामीले चेन्ज गर्थ्यौँ भने ठक्कै यो अनुसार आउँथ्यो। अब चेन्ज गरेर पनि हेरौँ, ठिक छ। यसलाई म ब्याक गर्छु, यही क्लिप्सलाई फेरि म ड्र्याग एन्ड ड्रप गर्छु, चेन्ज सिक्वेन्स सेटिङमा क्लिक गर्छु है, ठिक छ। यसमा क्लिक गरेँ, अब यो भिडियोलाई म डबल क्लिक गर्छु। अब हेर्नुहोस् त ठक्कै यो कम्पोजिसन अनुसार फिट भयो नि। अब के गर्यो भन्दाखेरि यसले यो जुन भिडियोको हाइट र विथ थियो त्यो अनुसार यो सिक्वेन्सको सेटिङ मोडिफाई गरिदियो कि हामीले 1920 मा 1080 मा सेट गरेको थियो। अब यसको मैले यो सिक्वेन्सको
यहाँ डे 2 भनेर हामीले सिक्वेन्स बनाएको थियो। यो सिक्वेन्सको सेटिङभित्र गयो भने यहाँ हेर्नुहोस् त अटोमेटिक यसको फ्रेम हाइट र विथ चेन्ज गरिदियो कि। ठिक छ, बुझ्नुभयो के कारणले तपाईँको चेन्ज भइरहेको थियो भनेर? हेलो अर्जुन सर? हजुर हजुर सर, बुझ्यो कि। हजुर जस्तो अर्को कुरा जस्तो के छ भन्दाखेरि जस्तो हामीले यो जुन फ्रेम हुन्छ नि साइज हाइट र विथ, हजुर यो जति ठुलोले त्यति धेरै पिक्सलहरू आउँछ र त्यति डिटेल आउँछ है? होइन होइन त्यस्तो होइन है। अब तपाईँले मेन के को लागि एडिट गरिराख्नुपर्छ त्यसमा भर पर्छ है। अब यो फुटेज मेरो के छ भन्दाखेरि अहिले यो भिडियो के थियो, लामो थियो अरे होइन। जुन हाम्रो 1920/1080 भन्दा के थियो भन्दाखेरि ठुलो थियो। ठिक छ, त्यही भएर यो भिडियो अलिकति ठुलो फ्रेम यो हाम्रो एक्चुअल साइजभन्दा के थियो बाहिर आएर थियो। अब के हुन्छ भन्दाखेरि यो मानौ 1920/1080 को यो मेरो मोनिटर छ अरे। यो मोनिटरमा 1080 कै मोनिटर छ। यो भिडियो देख्यो भने ठक्कै त्यो भिडियो मैले 1920/1080 मा एडिट गरेको छ भने क्लियर देखिन्छ, किनकि यो भिडियो पनि त्यही साइजमा सुट भएको छ 1920/1080 मा। एडिट पनि मैले केमा गरेँ भन्दाखेरि 1920/1080 कै साइजमा मैले के गरेँ एडिट गरेँ है, त्यसमा क्लियर देखिन्छ। तर यो भिडियो मैले 1920/1080 मा सुट गरेको छु है, तर सिक्वेन्स साइज मैले कति बनाइदिएँ भन्दा 4K मा साइज बनाइदिएँ है। ठिक छ, म यसको साइज अलिकति बढाउँछु। यसलाई होइन यही क्लिप्सलाई यसलाई हटाइदिन्छु। यो सानो छ कि ल, यो सानो छ। यो सिक्वेन्स सेटिङ के छ भन्दाखेरि हाम्रो ठुलो छ, यो भिडियो सानो छ अरे। तपाईँले जुन कुरा भन्नुभयो, अब यो भिडियोलाई मैले अब यो पुरै स्क्रिन यसको फुलफिल गर्नलाई के गर्नुपर्छ, यो भिडियोलाई ठुलो पार्नुपर्छ, यसरी स्केल गर्नुपर्छ। ठिक छ, यसरी के गर्नुपर्छ, स्केल गर्नुपर्छ। तपाईँले अर्को ठाउँबाट पनि स्केल गर्न सक्नुहुन्छ। यहाँ त म के गर्छु, यसलाई यहाँ राइट क्लिक गर्छु अनि यहाँ फिट टु फ्रेम गरेर यसलाई फिल गरिदिएँ है। ठक्कै हाइट र विड्थ अनुसार फिल हुन्छ। अब के भयो भन्दाखेरि यो भिडियो त सानो थियो एक्चुअल सिक्वेन्स साइज भन्दा, यसलाई के गर्यो हामीले स्केल गरेर ठुलो पार्यो। अब यो भिडियोमा जुन पहिला पिक्सलहरू जति थियो त्यो पिक्सल के हुनुभयो, त्यो एरियामा पनि डिभाइड हुनु पर्यो। त्यो डिभाइड हुँदाखेरि के हुन्छ, यो स्क्रिनमा पिक्सल अझै कम हुन्छ। त्यसले गर्दाखेरि भिडियो के हुन्छ, नराम्रो देखिन्छ है। तपाईँले अब राम्रो देखिनलाई गर्नुभयो तर नराम्रो देखिन्छ। अब नराम्रो किन देखियो, यो भिडियो सानो थियो। ठिक छ, यसलाई हामीले के गर्यो, ठुलो पार्यौँ। जस्तै अब तपाईँले अर्को के यो कन्सेप्ट कसरी बुझ्न सक्नुहुन्छ भन्दाखेरि रबर लिनुभयो, रबरलाई तन्काउँदाखेरि रबरमा बिचमा लाइन आउन थाल्छ नि, किन हुन्छ भने जुन उसको एक्चुअल साइज थियो त्योभन्दा के गर्यो हामीले तानेर उसलाई लामो गर्यो कि, त्यहीँबाट त्यो रबर के भयो, त्यो रबरमा अलिकति नराम्रो देखियो है। लाइन आयो, भाँच्ने सम्भावना त्यस्तो आयो है। त्यस्तै भिडियोमा पनि हुन्छ। अब सानो भिडियोलाई हामीले ठुलो गऱ्यो भने त्यही प्रब्लम आउँछ है। ठिक छ, बुझ्नुभयो यो कुरा, यो कन्सेप्ट? ठिक छ, तर भिडियो 1920/1080 मा खिचेको छ, 1920/1080 मा एडिट गर्नुभयो भने तपाईँले त्यो तपाईँको जति ठुलो फ्रेम पर सेकेन्डमा सुट गरेको छ त्यति ठुलो पर सेकेन्डमा एडिट गर्नुभयो, त्यसको क्वालिटी त्यति नै राम्रो हुन्छ है। यो कुरा बुझ्नुभयो? तर सानो क्लिप्सलाई ठुलो बनाएर ठुलो सिक्वेन्स सेटिङ बनाएर त्यसमा इन्लार्ज स्केल गरेर मिलाउनु भयो भने त्यो नराम्रो हुन्छ है। बुझ्नुभयो यो कुरा? बुझ्यो। जस्तो 4K मा सुट गरेछ भने त्यसलाई हामीले यो HD मा हामीले एडिट गर्यो भने त्यो चाहिँ हुन्छ? हुन्छ, 4K लाई त्यही सानो पार्नुपर्छ। त्यसलाई यदि भिडियो ठुलो छ भने त्यसलाई सानो पार्न सकिन्छ हैन, तर सानोलाई ठुलो पार्नु भयो भने के हुन्छ, त्यो भिडियोको क्वालिटी घट्छ है। ठिक छ, ठुलो अब रबरलाई यो तन्किएको छ, यसलाई सानो पार्नु भयो भने त्यसलाई धेरै इफेक्ट पर्दैन, तर यसलाई ठुलो पार्नु भने त्यो त इफेक्ट परिहाल्छ नि त। जस्तो कुनै पनि भिडियो, जस्तो मसँग लो क्वालिटीको भिडियो छ, पुरानो भिडियो छ, अब मैले त्यसलाई हाई क्वालिटी बनाउनु पर्यो भने त्यो प्रिमियर प्रोबाट हुन्छ कि के छ? हुँदैन सर, त्यो कतैबाट पनि हुँदैन है। त्यो अहिले एप्लिकेसनको थ्रुबाट पनि हुन्छ भन्छ नि, एआई को। त्यो हुँदैन, त्यो के भन्छु मैले तपाईँको प्रिभियस क्लासमा पनि भनेको थिएँ। त्यो के गर्छ भन्दाखेरि त्यो जस्तै उसले के गर्छ भन्दाखेरि यही ठाउँको स्याम्पल लिन्छ कि एआईले पनि है, यही ठाउँको स्याम्पल लिन्छ, त्यसैलाई यही ठाउँमा डुप्लिकेट गर्दै आफैले एड गरिदिएको हुन्छ कि। त्यो
अलिकति चाहिँ हुन्छ त्यो यसकै 3D मोडल बनाएर त्यहीसँग पेन्ट गरे हुन्छ कि एक्सटर्नल लाइटिङ गरेर, तर एक्चुअल त्यही क्लिप्स हुँदैन, त्यसमा मोडिफाई गरेको हुन्छ है एआईले। ठिक छ, त्यो डाइरेक्ट मिल्दैन है, हाइलाइट त्यो कहिले पनि त्यो हुँदैन त्यस्तो। अनि अर्को इमेजहरुको क्वालिटी जसरी पिक्सल एड गरेर, जस्तै यो कलर जुन छ नि, यही कलर जुन छ नि, यही कलरको पिक्सल जुन अब यो ठाउँमा खाली हुन्छ नि त्यसमै भरिदिन्छ कि एआईहरुले, त्यही कारणले त्यो ठुलो देखिन्छ। तर हामीले म्यानुअली त्यो गर्न सकिँदैन है, त्यो धेरै नै टाइम लाग्छ, त्यो त्यसरी नै त्यो एआईहरु नै युज गरेर गर्नुपर्छ। अब फ्युचरमा यसमै अब एआई इम्प्लिमेन्ट भयो भने त्यति बेला चाहिँ गर्न सकिन्छ, तर डाइरेक्ट चाहिँ गर्न सकिँदैन है। ठिक छ, अर्को एउटा पनि थियो सर, सोध्नु नसोध्नु भयो, फेरि धेरै क्वेसन हुन्छ। जस्तो हामीले यहाँनिर 4K मा एडिट गर्ने, अर्थात् 4K मा एडिट गरौँ इक्जाम्पलको लागि होइन, एक्सपोर्ट गर्दाखेरि हामीले या त लो क्वालिटी या त त्योभन्दा हाई क्वालिटीमा एक्सपोर्ट गऱ्यौँ भने त्यो के त्यसमा केही छ, मतलब हाई क्वालिटीमा गर्नु या त लो क्वालिटीमा मात्र गर्नु, केही छ त्यस्तो? लो क्वालिटीमा गर्नु भने जुन साइजमा गर्नुहुन्छ, अब त्यही साइजमा भिडियो हेर्नु भने ठिक छ, त्योभन्दा ठुलो मोनिटरमा हेर्नु भने भिडियो त नराम्रो देखिन्छ पक्कै नि त। ठिक छ, अब हाई क्वालिटीमा गर्नुभयो, लो क्वालिटीमा एडिट गर्नुभएको छ भने त्यो फोटोज फेरि के हुन्छ, त्यही स्केल गरे जस्तो प्रब्लम आउँछ। बुझ्नुभयो त्यो? हजुर हजुर, भनेपछि त्यो एक्सपोर्टमा पनि त त्यो अप्सन त आइरहेको हुन्छ नि त होइन? आउँछ, तर त्यही प्रब्लम आउँछ कहिले काहीँ, यो खाली फ्रेम पनि आउन सक्छ है त्यस्तोमा। ठिक छ, ब्ल्याक स्क्रिन आइरहेको हुन्छ। ठिक छ, तपाईहरुले सिक्वेन्स क्रिएट गर्न बुझ्नु भयो हैन, सिक्वेन्स कसरी क्रिएट गर्ने भनेर। ठिक छ, अब तपाईहरुले यहाँ ठाउँमा कन्ट्रोल एन थिचेर पनि गर्न सक्नुहुन्छ, यो ठाउँबाट पनि गर्न सक्नुहुन्छ है। अब सिक्वेन्सको सेटिङ चेन्ज गर्नु पर्यो भने जुन सिक्वेन्स क्रिएट गरेको हुन्छ त्यसमा राइट क्लिक गर्ने, त्यसपछि सिक्वेन्स सेटिङमा क्लिक गर्ने है। सिक्वेन्सको सेटिङ चेन्ज गर्नले सिक्वेन्स सेटिङमा क्लिक गर्ने, अनि त्यसपछि त्यसको हाइट विड्थ तपाईले अब के कति चेन्ज गर्नुपर्ने छ यो ठाउँबाट चेन्ज गर्न सक्नुहुन्छ है। अनि त्यसपछि ओके थिचिदिनु भयो भने ठक्कै सिक्वेन्सको सेटिङ चेन्ज भएर आउँछ। अब तपाईहरुले कतिजनाले मलाई एकजना सोध्नु भएको थियो टेक्स्ट लेयरको कलरहरु कसरी, टेक्स्ट कसरी लेख्ने है। यहाँ हेर्नुस् त टाइप टुल, यहाँ हेर्नुस् त टाइप टुल टी थिचेर पनि ल्याउन सक्नुहुन्छ। अब 2015 जसकोमा छ तपाईले यो ठाउँमा राइट क्लिक गरेर तपाईले के गर्न सक्नुहुन्छ, टाइटल ल्याउन सक्नुहुन्छ है। ठिक छ, तपाईमा टाइटल भनेर हुन्छ, राइट क्लिक गरेर टाइटल भनेर ल्याउनु होला है। राइट क्लिक गर्ने, अनि यहाँ गएर टाइटल भनेर हुन्छ, त्यो टाइटल गर्नु होला है। यहाँ छ कि यहाँ छैन है, तपाईहरुमा चाहिँ टाइटल भनेर हुन्छ। म यहाँबाट टाइप टुलमा क्लिक गर्छु, अनि यहाँ क्लिक गरे स्क्रिनमा है। त्यसपछि म के लेख्छु, जस्तै एडु नेत्र भनेर लेखे। अहिले 2-4 दिन तपाईहरुको क्लास स्लो नै हुन्छ है, किनकि तपाईहरुले एकैपल्ट धेरै कुरा भन्दै भने कन्फ्युजन हुन सक्छ, त्यहीबाट स्लो नै गरेको है। यसलाई डबल क्लिक गर्छु। ठिक छ, अब कहिले काहीँ तपाईले यस्तो डबल क्लिक गरेर यस्तो अब टाइपको आइकन आइरहेछ भने मिस्टेकले यतातिर क्लिक गर्दिनु, यतातिर पनि लेख्ने अप्सन आउँछ। यहाँ लेयर चाहिँ देखाउँदैन, किनकि यही लेयरमा के हुन्छ, एपेन्ड भएको हुन्छ है। ठिक छ, अब तपाईले अब सर्टकट की यस्तो बेलामा सर्टकट की पनि युज गर्नुभयो भने ठक्कै के हुन्छ, यही भित्र टाइप भइरहेको हुन्छ है। यस्तो बेलामा सर्टकट की युज भइरहेको हुँदैन है। ठिक छ, अब त्यति बेला के गर्ने भन्दाखेरि अब यस्तो यो चाहिँदैन भने कन्ट्रोल जेड गरिदिँदा हुन्छ, कन्ट्रोल जेड पनि गर्नु भने ठक्कै कन्ट्रोल जेड काम गर्दैन है। अब त्यसको लागि के गर्ने, यसरी म्यानुअली गरेर मुभ टुल सिलेक्ट गर्ने, त्यसपछि कन्ट्रोल जेड गर्नुभयो भने ठक्कै त्यो कुरा काम गर्छ है। ठिक छ, त्यसपछि यसरी सिलेक्ट गर्ने, त्यसपछि यो सानो देखियो, यो कहिलेकाहीँ सानो देखियो भने किबोर्डबाट तपाईले प्लस थिच्नु भयो भने यो माथि यो हाइलाइट भइरहेछ भने प्लस थिच्नु भने यसको यो जुम हुन्छ, माइनस गर्यो भने यो जुम आउट हुन्छ। तर यसको गर्नु पर्यो भने यसलाई पहिला यस ब्लू कलरले हाइलाइट होस्, यसमा अब प्लसले गर्नु भने यो जुम हुन्छ, माइनसले गर्नुभयो भने जुम आउट हुन्छ है। ठिक छ, अब कतिजनामा दुईटा प्लस हुन्छ, म यहाँबाट अन स्क्रिन किबोर्ड खोल्छु। कतिजनामा दुईटा प्लस र माइनस हुन्छ, एउटा यो नम्लक नि त्यो नम्बरहरु 1 2 3 4 यतापट्टि लेखेको हुन्छ, यो ठाउँमा प्लस र माइनस हुन्छ है। यो ठाउँको प्लस माइनस क्लिक गर्नु भयो भने काम गरेर आउँदैन। ठिक छ, यो ठाउँको प्लस र माइनस क्लिक गर्नु भने ठक्कै काम गर्छ। यो ठाउँमा जुन यो माइनस छ भने जुम आउट हुन्छ, प्लस छ भने योबाट जुम इन हुन्छ है। बुझ्नु भयो? ठक्कै यो बटन देख्नु भयो दुईटा, प्लस र माइनस। ठिक छ, अर्को भनेको यतापट्टि शिफ्ट बटन हुन्छ, यतापट्टि पनि शिफ्ट बटन हुन्छ। कुनै दिन मैले शिफ्ट भन्यो भने तपाईले यो शिफ्ट बटन थिच्नु होला है। कन्ट्रोल भनेको यहाँ कन्ट्रोल छ, शिफ्ट भनेको शिफ्ट यहाँ छ, अल्ट भनेको यो ठाउँमा छ है। ठिक छ, म यसो भनिराख्दाखेरि तपाईले अब कतिजना अब बटन भनेको थाहा छैन भने यसरी तपाईले
हेर्न सक्नुहुन्छ है म भन्दाखेरि ठिक छ। यहाँ कन्ट्रोल छ, यहाँ शिफ्ट छ, यता जुम इन गर्नलाई यो ठाउँको प्लस र माइनस गर्नु, यतापट्टिको गर्नुभयो भने मेबी काम नगर्न सक्छ, तर यो ठाउँको गर्नुभयो भने काम गर्छ है। बुझ्नुभयो? कहिलेकाहीँ यसो काम गर्दाखेरि यतापट्टि थिचिराख्दाखेरि काम गरेर आउँदैन है। ल अब यो टेक्स्टको कलरहरू चेन्ज गर्नु पर्यो कसरी गर्ने? तपाईँले यहीँमा यो जुन लेयर छ नि यसैमा डबल क्लिक गर्नुभयो, डबल क्लिक गर्दाखेरि अहिलेकोमा यस्तो आउँछ ठिक छ, पुरानोमा मेबी तपाईँहरूको यस्तो नआउला है। अनि यसमा डबल क्लिक गरेर त्यस्तो आयो, त्यसलाई काटेर पनि अर्को तपाईँले यहाँ क्लिक गरेर इफेक्ट कन्ट्रोल्सभित्र जान सक्नुहुन्छ ठिक छ। यहाँबाट पनि तपाईँले इफेक्ट कन्ट्रोल्सभित्र जान सक्नुहुन्छ है। इफेक्ट कन्ट्रोल्सभित्र गएर यो पोजिसन भनेको यहाँ हेर्नु त भेक्टर मोसन भनेर पोजिसन भनेर लेखिरहेको छ। पोजिसन भनेको यसलाई कुन ठाउँमा राख्ने त, लेफ्ट राइट सार्नु पर्यो भने, टप र बटम सार्नु पर्यो भने हामीले के चलाउँछौँ? पोजिसन चलाउँछौँ है। अब हेर्नुहोस् त यो फर्स्टको भ्यालु एक्स एक्सिसमा काम गर्छ, एक्स एक्सिस भनेको लेफ्ट र राइट है। यो यतापट्टिको भ्यालु के हुन्छ? वाइ एक्सिसमा काम गर्छ, त्यो भनेको टप र बटम, टप बटम ठिक छ। एक्स एक्सिस भनेको यतापट्टि लेफ्ट, यतापट्टि राइट है। अब यसको भ्यालु म चेन्ज गर्छु, हेर्नुहोस् त लेफ्टतिर धकेल्छु, हेर्नुहोस् त यो टेक्स्ट लेफ्टतिर आइरहेछ कि, यसरी तपाईँले यसरी सार्न सक्नुहुन्छ है। राइटतिर यसलाई सार्छु, यसरी राइटतिर यसरी सार्न सक्नुहुन्छ ठिक छ। अब होइन यहाँबाट भ्यालु यसरी तपाईँले गर्नुभयो। अब हाइटतिर चेन्ज गर्नु पर्यो भने माथितिर सार्नु पर्यो भने यतातिर गर्ने, सरी यतातिर गर्ने, लेफ्टतिर, तलतिर गर्नु पर्यो भने राइटतिर गर्ने है। अब कहिलेकाहीँ यो बिग्रियो भने तपाईँले, अब यो बिग्रियो भने तपाईँले यसकै साइडमा यो पोजिसनकै साइडमा यहाँ हेर्नुहोस् त रिसेट भन्ने, रिसेट पेरामिटर भनेर लेखिरहेको छ, यसमा क्लिक गरिदिनु भयो, ठक्कै फेरि जुन ठाउँमा पहिला थियो त्यही ठाउँमा आउँछ है ठिक छ। यो पोजिसनको कुरा बुझ्नुभयो? हेलो, ड्र्याग हुँदैन सर त्यसमा पोजिसन राख्नुको ठाउँमा? ड्र्याग हुँदैन, यसलाई यसरी चाहिँ सार्न सकिन्छ है ठिक छ। तर यसरी तपाईँले कहिलेकाहीँ चलाउँदाखेरि गाह्रो भइरहेको हुन्छ, ठक्कै सेन्टरमा यसरी होइन गाह्रो भइरहेको हुन्छ कि, ठक्कै त्यति बेला के गर्ने यहाँबाट रिसेट गरिदिने कि, बुझ्नुभयो? अब कहिलेकाहीँ तपाईँहरूले के हुन्छ भन्दाखेरि यसरी यो ठक्कै हाइलाइट भइरहेको हुँदैन, अब यसलाई यसरी चेन्ज गर्न सकिन्छ। कहिलेकाहीँ भएन भने सार्दाखेरि यसलाई पहिला यसरी हाइलाइट गर्न सकिन्छ। अब यसरी पनि भइरहेछ भने यसलाई डबल क्लिक गरेर पनि तपाईँले के गर्न सक्नुहुन्छ? यसलाई यो ठाउँमा हाइलाइट गर्न सक्नुहुन्छ, या त क्लिक गरेर गर्न सक्नुहुन्छ, या त यहाँबाट क्लिक गरेर त्यसपछि यसरी तपाईँले गर्न सक्नुहुन्छ है। अब यसकै कलरहरू चेन्ज गर्नु पर्यो यही टेक्स्टको, त्यसको लागि के गर्ने भन्दाखेरि फेरि इफेक्ट कन्ट्रोल्समा जान्छु। यो भेक्टर मोसन भनेको यो सबै के हुन्छ? पोजिसनहरूको कुरा हुन्छ है भेक्टर मोसनभित्र। यसलाई तपाईँले यसरी एरोमा कहिलेकाहीँ तपाईँमा यो बन्द पनि भएको हुन्छ ठिक छ। यसलाई यतापट्टिको एरोमा क्लिक गर्नुभयो भने ठक्कै फेरि यसको सबै भ्यालुहरू प्यारामिटरहरू देखाउँछ, यसलाई प्यारामिटर भन्छ है। पोजिसन, स्केल यो सबै के भयो? यो भेक्टर मोसनको प्यारामिटर भयो ठिक छ। यो कुरा बुझ्नुभयो? अर्को भनेको यो आज भेक्टर मोसनको हेरौँ, यो कलरहरूको पछि हेरौँला है। यो भेक्टर मोसन यो टोटल ओभरअल यो पुरैमा काम गर्छ है। स्केल गर्नु पर्यो भने स्केल यहाँ हेर्नु त स्केल भनेर लेखिरहेको छ, यो सबै स्केल हुन्छ है। यो के हुन्छ? यसको साइज बढ्छ ठिक छ। स्केल अगाडितिर गर्ने, पछाडितिर गर्छु यसको साइज के हुन्छ? कम हुन्छ ठिक छ। यो स्केल भनेको के हुन्छ भन्दाखेरि कुनै कुरालाई तन्काउनु या सानो पार्नु है ठिक छ। स्केल इन पनि गर्न सक्नुहुन्छ, स्केल आउट पनि गर्न सक्नुहुन्छ, बुझ्नुभयो यो कुरा? यो स्केलबाट तपाईँले के गर्न सक्नुहुन्छ? यसरी ठुलो र सानो गर्न सक्नुहुन्छ है। एकपल्ट तपाईँले यसो चलाएर हेर्नु होला ठिक छ। के भित्र जाने रे पहिला टेक्स्ट लेख्ने, टी थिचेर यहाँबाट सर्टकट टी हो, टी थिच्नु भने ठक्कै यहाँ लेख्ने अप्सन आउँछ है ठिक छ। त्यसको लागि के गर्ने? टेक्स्ट सिलेक्ट गर्ने, त्यसपछि यहाँ क्लिक गर्नुभयो भने ठक्कै लेख्ने आउँछ है। यसरी तपाईँले यसरी लेख्न सक्नुहुन्छ। यसलाई म यसरी ठुलो गरेँ। हजुर के क्वेसन छ? हजुर परशुराम सर, म एकछिन स्क्रिन शेयर गरौँ सर? लास्टतिर गर्नु होला है सर। हुन्छ। माइक म्युट गरिदिनुहोस् त।
अब के भयो भन्दाखेरि यसरी के भयो डे भनेर अर्को पनि टेक्स्ट आयो। अब इफेक्ट कन्ट्रोल्स भित्र जानु पर्यो भने यसलाई पहिला यो क्लिक गर्ने है, अनि त्यसपछि बल्ल इफेक्ट कन्ट्रोल्स यहाँ देखिन्छ। कहिलेकाहीँ यसमा देखिरहेको हुन्छ इफेक्ट कन्ट्रोल्स नदेखिएला, त्यति बेला यसरी यहाँ क्लिक गरेर पनि जान सक्नुहुन्छ है। ठिक छ, इफेक्ट कन्ट्रोल्स भित्र गए यहाँ भेक्टर सरी है भेक्टर मोसन भित्र आयो। अब यही ठाउँमा तपाईँको पोजिसन भनेर हेरे हामीले फर्स्ट भ्यालु के गर्छ लेफ्ट र राइट गर्न हेल्प गर्छ है। लेफ्ट र राइटतिर सार्नु भयो भने फर्स्टतिरबाट गर्न सक्नुहुन्छ। यो सेकेन्ड भ्यालुले के गर्छ टप र बटम गर्छ। टप र बटम सार्नु पर्यो भने सेकेन्ड भ्यालुबाट के गर्न सक्नुहुन्छ टप र बटम सार्न सक्नुहुन्छ। स्केल के को लागि सानो र ठुलो पार्नु पर्यो भने यसरी स्केलको युज गर्न सक्नुहुन्छ है। यो 3वटा प्यारामिटर हामीले के गर्यो मैले बुझ्यौँ। स्केल कहिलेकाहीँ बिग्रियो भने फेरि यसमा क्लिक गरिदिनु ठक्कै 100% मा आउँछ है। ठिक छ, जुन नर्मल हुन्छ। यो पोजिसन हाम्रो यो तलमाथिबाट चाहिँ यो बिग्रेको छ भने ठक्कै यसको माथिको क्लिक गरिदिनु ठक्कै पोजिसन पनि के हुन्छ मिलेर आउँछ। ठिक छ, ल भेक्टर मोसनमा अब अझै अर्को के छ भन्दाखेरि रोटेसन भन्ने छ। रोटेसन पनि यसरी म गर्छु। यो हेर्नुहोस् त रोटेसन भइरहेछ है। यो रोटेसन अब यो जुन सेन्टरमा यो भ्यालु भइरहेछ यो सेन्टरबाट भ्यालु के यो कि यो यसलाई एङ्कर पोइन्ट हुन्छ यो सेन्टरबाट लिँदै आउँछ है। ठिक छ, यो सेन्टरलाई मैले कतै सार दिएँ भने यसलाई म सार्छु यसो। यसलाई सार्नलाई कन्ट्रोल थिचेर क्लिक गरेर यसलाई सार्न सक्नुहुन्छ है। ठिक छ, अब म यसलाई रोटेट गर्छु। यहाँ हेर्नुहोस् त अब यसलाई सेन्टर मानेर के भइरहेछ रोटेट भइरहेछ। ठिक छ, यसलाई एङ्कर पोइन्ट भन्छ है। ल यसलाई यो जुन नर्मल पोजिसनमा त्यही त्यसमै लाग्छु, यसलाई म रिसेट गर्छु। यो रोटेसनको कुरा भयो। यो एङ्कर पोइन्टले अब यहाँबाट तपाईँलाई सार्न गाह्रो भइरहेछ भने यो ठाउँबाट पनि सेम यहाँ जसरी लेफ्ट र राइट यो फर्स्ट भ्यालु हुन्थ्यो सेम लेफ्ट र राइट यो फर्स्ट भ्यालु यो ठाउँमा हुन्छ। ठिक छ, सेकेन्ड भ्यालु हाम्रो के छ टप र बटम छ है। ठिक छ, ल यो हाम्रो के भयो भेक्टर मोसन भित्रको कुराहरू भयो। अहिले के गर्छु यसलाई रिसेट गरिदिन्छु भेक्टर। यो सबैको इफेक्ट एकैपल्ट रिसेट गर्नु पर्यो भने ठक्कै भेक्टर मोसनको अगाडिमा जुन यो रिसेट इफेक्ट भनेर लेखेर यसमा क्लिक गरिदिनु भने भेक्टर मोसनमा जति पनि लगाएको हुन्छ त्यो सबै रिसेट हुन्छ है। हजुर जस्तो छ त्यो एङ्कर पोइन्ट भनेको उसको भन्नुभयो है, रोटेसनको पोइन्ट भन्नुभयो। हजुर, रोटेसनको पोइन्ट भिजुअलको एक्चुअल सेन्टर पोइन्ट भनेको है। ठिक छ, हामीले कुन ठाउँलाई सेन्टर मानिरहेछौँ भनेर है। भनेको त्यो इन्डिभिजुअली त्यसलाई हामीले त्यो आफ्टर इफेक्ट जस्तो चाहिँ सार्न मिल्दैन है त्यो पोइन्टलाई। मिल्छ, अहिले अल थिचेर जसरी सारेको थियो नि यहाँ कन्ट्रोल थिचेर त्यो भनेको एङ्कर पोइन्टकै काम गरौँ। हजुर, त्यही एङ्कर पोइन्ट नै सारेको हामीले। अब यहाँबाट अब रोटेसन हुन्छ। अब मैले रोटेसन गरेँ भने ठक्कै त्यो ठाउँबाट रोटेसन हुन्छ। हेर्नुहोस् त। ठिक छ, यो अब यसलाई सेन्टर मानिरहेछ कि ओरिजिन भनेको यो भयो है। बुझ्नुभयो यो? यहाँबाट रिसेट गरिदिनु भयो फेरि जुन नर्मल सेन्टर हुन्छ यसको त्यही सेन्टरमा आउँछ। यसमा चाहिँ नि सर मेरो एउटा समस्या आएको थियो। जस्तो एकैछिन है, लास्टमा त्यो समस्या सुनौँला है। ओके, ठिक छ, ल अर्को भनेको के छ भन्दाखेरि टेक्स्ट भनेर देखाउँछ। जुन टेक्स्ट लेखेको हुन्छ त्यही टेक्स्ट भनेर के हुन्छ यो ठाउँमा पनि देखाउँछ। ठिक छ, यहाँ हेर्नुहोस् डे 1 लेखेको छ। अब कहिलेकाहीँ टेक्स्ट चेक गर्दाखेरि अब यतातिर कुन टेक्स्ट कुन लेयर हो यसरी चेक गर्नुले यसमा क्लिक गर्ने ठक्कै यहाँ हाइलाइट हुन्छ अनि डे 1 जुन लेखेको हुन्छ भनेको यो लेयर छ है भनेर बुझ्ने। ठिक छ, यो टेक्स्टभित्र यतापट्टि हेर्ने त एडो देखिराख्नुमा चाहिँ यतापट्टि होइन यो यतापट्टिको जहिले पनि के बुझ्नु रिसेट गर्नलाई हो। ठिक छ, यतापट्टिको के छ त्यसको मोड प्रोपर्टिजहरू खोल्नलाई छ है। ठिक छ, अब यो सोर्स टेक्स्टभित्र यहाँ हेर्नुहोस् तोहोमा भनेर बाई डिफल्ट लेखिरहेको यो ठाउँबाट तपाईँले के गर्न सक्नुहुन्छ फोन्ट्सहरू चेन्ज गर्न सक्नुहुन्छ। फोन्ट्सको टाइपहरू चेन्ज गर्न सक्नुहुन्छ। हेर्नुहोस् त स्याम्पल यताबाट चेन्ज गर्ने बित्तिकै के भइरहेछ चेन्ज भइरहेछ। टाइम्स न्यू रोमन राखेँ होइन, यसरी तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। यो ठक्कै यसरी चेन्ज गर्न सक्नुहुन्छ। ठिक छ, यसरी ओपन गर्ने त्यसपछि तलको एरो लेफ्ट राइट बटम थिचेर पनि यसरी तपाईँले अप र बटम डाउन बटम एरो अप र एरो डाउन बटम थिचेर यसरी के गर्न सक्नुहुन्छ स्क्रोल गरेर यसरी चेक पनि गर्न सक्नुहुन्छ है कुन टेक्स्ट कस्तो देखिन्छ भनेर। ठिक छ, यसरी तपाईँले राखेर चेक गर्न सक्नुहुन्छ। ठिक छ,
यो सबै नेपाली फोन्ट्सहरु छ त्यहाँबाट नेपालीमा लेखिरहेको छ है जुन मन पर्छ त्यो तपाईले यसरी फोन्ट चुज गर्न सक्नुहुन्छ म तपाईलाई फोन्ट्सको प्याकहरु पनि हाल्दिन्छु त्यसपछि त्यो फोन्ट्सलाई कहिलेकाहीँ यो रेगुलर भनेर मात्र आएको हुन्छ किनकि यो फोन्ट्स इन्स्टल गर्दाखेरि जुन टाइप इन्स्टल भएको हुन्छ त्यसको त्यही टाइप यहाँ देखाउँछ है अब रेगुलर मात्र यो फोन्ट्सको रेगुलर टाइप मात्र इन्स्टल भएको छैन रेगुलर मात्रै देखाउँछ है ठीक छ अब यहाँ इटालिकमा क्लिक गर्यो भने अलिकति टेढो हुन्छ ठीक छ बोल्डमा क्लिक गर्यो भने थोरै मोटो हुन्छ बोल्ड इटालिकमा क्लिक गरेर मोटो भएर के हुन्छ टेढो हुन्छ है यो तीनवटा कुरा बुझ्नुभयो यो बोल्ड रेगुलर भनेको नर्मल जे हुन्छ जति एक्चुअल साइज जे छ त्यही छ है इटालिक भनेको टेढो पार्ने बोल्ड भनेको मोटो पार्ने बोल्ड इटालिक भनेको मोटो र टेढो दुवै पार्ने है यो कुरा बुझ्नुभयो अर्को भनेको तलमा यो फोन्ट साइज छ फोन्ट साइज भनेको यसको एक्चुअल साइज स्केल गर्नु भनेको यो पुरै साइजलाई बनाउँछ तर फोन्ट साइज बनाउनु भनेको यसको फोन्टको साइज मात्रै बनाउँछ है स्केल र फोन्ट साइजमा फरक छ है फोन्ट साइज बनाउँछु स्केल गर्यो भने त्यो टेक्स्ट फाट्ने त्यो अलिकति पिक्सल कम हुने चान्स हुन्छ तर फोन्ट साइज बनायो भने पिक्सल कम हुने चान्स हुँदैन है ठीक छ यसरी तपाईले के गर्न सक्नुहुन्छ फोन्ट साइज पनि घटाउन र बढाउन सक्नुहुन्छ अब यो ठाउँमा पनि बोल्ड इटालिकको ठाउँमा पनि यहाँ हेर्नु त फोक्स बोल्ड भनेको अझै मोटो बनाउने कि इटालिक अझै बनाउने कि यो भनेको सबै लेटरले क्यापिटल बनाउने कि यो दुईटा भनेको अल क्याप्स लेखिरहेछ है यो भनेको सबै लेटरले के गरिदिन्छ क्यापिटल बनाइदिन्छ ठीक छ यो भनेको एउटाले क्यापिटल अनि बाँकीलाई स्मल बनाउने कि हैन यो भनेको सब स्क्रिप्टहरु लेख्नु पर्यो त्यतिलाई युज हुन्छ यसकोमा पछि होला कसको माइक आउँछ अफ गरिदिनुस् न सो एक्सक्युज मी हजुर भन्नुस् त त्यो फन्ट चाहिँ त्यो साइजहरु चाहिँ चेन्ज गर्ने यो मोसनहरु चाहिँ सबै थाहा भयो हैन हजुर त्यो ठ्याक्क त्यो फन्टहरु चाहिँ चेन्ज गर्ने र त्यसको साइजहरु चाहिँ साइज त भइहाल्यो फन्ट्सहरु चाहिँ विभिन्न फन्ट्सहरु ल्याउन चाहिँ अझ एकचोटि मलाई थोरै एकपटक चाहिँ कहाँ जाने र यसो भनिदिनु त ठक्कै यहाँ टेक्स्ट भनेर लेखेको हुन्छ है तपाईकोमा यहाँ हेर्नुस् त टेक्स्ट भनेर लेखिरहेको छ नि देखिराख्नुहुन्छ स्क्रिनमा टेक्स्ट वान डे हैन ठक्कै यसको हजुर। साइडमा एरो छ हैन यतापट्टि यसमा क्लिक गरेर सोर्स टेक्स्ट भित्र जानुभयो ठीक छ सोर्स टेक्स्ट भित्र यतापट्टि यहाँ फोन्ट्स भनेर यहाँ एरो छ है यहाँबाट तपाईले चुज गर्न सक्नुहुन्छ थ्यांक यू सर थ्यांक यू ठीक छ हजुर अर्को भनेको आज म यो दुईटा मात्र सकाउँछु है भेक्टर मोसन र टेक्स्टको ठीक छ फोन्टको साइज बढाउन समस्या के हो अनि यो तीनवटाको कुरा बुझ्यौं है अर्को भनेको यो सेन्टर अब धेरै प्याराग्राफहरु छ धेरै टेक्स्टहरु छ भने जस्तै यो टेक्स्ट पछि अरु पनि केही लेखेको छ हैन अझै केही लेखेको छ हैन अब हेर्नुस् त थोरै यसले के गर्छ यसरी अब यो यसरी एक लाइनले यहाँबाट स्टार्टिङ हुँदैछ तर मैले यो बिचमा स्टार्ट गर्दै भने सबै के हुन्छ बिचबाट स्टार्ट हुन्छ के ठीक छ यहाँबाट स्टार्ट हुँदैछ है यो यताबाट फेरि यो यताबाट यो यताबाट ठीक छ यो सबैले के बनाइरहेछ सेन्टरबाट डिभाइड हुँदैछ है ठीक छ तर यतापट्टिको गर्दियो भने ठक्कै यतापट्टिको लास्ट साइडबाट हुन्छ है इन्डतिरबाट हुन्छ यो फर्स्टतिरबाट ठीक छ यो आफै मुभ पनि भइरा हुन्छ त्यही हुन्छ यो सेन्टरबाट यो एन्डतिरबाट बुझ्नुभयो यो तीनवटाको कुरा अर्को भनेको यो अहिले डिसेबल छ यसको म पछि आउँछु अनि यो यसको पनि पछि आउँछ यो तपाईले सेन्टरहरु गर्नलाई युज हुन्छ यसको म पछि आउँछु है अर्को भनेको यो ठाउँमा मोस्ट इम्पोर्टेन्ट कुरा यो भनेको यो टेक्स्ट लेटरमा यो यसको ग्याप जुन छ नि यो ग्यापको कुरा यो VA ले जनाउँछ है यो यसरी यहाँ हेर्नुस् त बढायो भने ठक्कै त्यो फोन्ट्सहरुको लेटरहरुको ग्याप बढिरहेछ कि ठीक छ डिस्टेन्स बढिरहेछ यसलाई म कम गर्छु यसको डिस्टेन्स के हुन्छ कम हुन्छ कि यसरी कम गर्न सक्नुहुन्छ कहिलेकाहीँ यसको डिस्टेन्सहरु बढाउनु पर्यो घटाउनु पर्यो भने तपाईले के गर्न सक्नुहुन्छ यसरी बढाउन र घटाउन सक्नुहुन्छ है ठीक छ सकेसम्म यसलाई नर्मल राख्छु है म 0 गर्छु अर्को भनेको यो भर्टिकल जुन आयो यो ग्याप आइरहेछ यो मिलाउनु पर्यो भने ठक्कै यहाँ हेर्नुस् त यहाँ ए भनेर आइरहेछ नि यसलाई तपाईले यसरी चलाउनु भयो भने ठक्कै यो पनि मिलाउन सक्नुहुन्छ है मेन यो भर्टिकल हाइट चलाउनु पर्ने त्यसको लागि तर यो डिसेबल छ हैन
तर यो चलाउनु भए पनि अहिले यो काम गर्छ है। ठिक छ, यसरी भट्टरिकले पनि यसको स्पेस मिलाउन सक्नुभयो। कहिलेकाहीँ अब लेख्दाखेरि अब धेरै प्रोग्राम लेखिरहेको हुन्छ, त्यति बेला यसरी बिग्रियो भने यसरी मिलाइदिने है यो कुरालाई। अर्को तपाईँको यहाँ फिलको कुराहरू छ। फिलको कुरामा के छ भन्दाखेरि यो कलर चेन्ज गर्नलाई है, टेक्स्टको कलर चेन्ज गर्नु पर्यो भने हामीले के गर्छौँ, फिलबाट चेन्ज गर्छौँ है। ठिक छ, कहिलेकाहीँ यो फिल तपाईँहरूले देखाएको छैन भने तलतिर होला। ठिक छ, अब तपाईँहरूमा देखाएन भने लास्टमा मलाई भन्नु होला, देखाएको छैन भने। ठिक छ, म हेरिदिन्छु। फिलमा गएर तपाईँहरूले यो ठाउँमा क्लिक गर्नुभयो भने यहाँ हामीले कलर पिकर भनेर दिन्छ। अब कुन कलर राख्ने त्यो टेक्स्टको ठक्कै यहाँबाट चुज गर्ने है। ठिक छ, जुन कलर चुज गर्न सक्नुहुन्छ यसरी स्क्रोल गर्न सक्नुहुन्छ। त्यसरी त्यसको कस्तो कलर चुज गर्ने, ब्ल्याक, त्यसको डार्क चुज गर्ने कि त्यसको व्हाइट चुज गर्ने कि होइन, कस्तो चुज गर्ने ठक्कै तपाईँले त्यो ठाउँबाट के गर्न सक्नुहुन्छ, यसरी चुज गर्न सक्नुहुन्छ कि। ठिक छ, यसरी रातो चुज गर्न सक्नुभयो। त्यसपछि ओके गरिदिनु भयो, ठक्कै त्यो कलर के हुन्छ त्यसमा सेट हुन्छ है। अर्को भनेको स्ट्रोक। स्ट्रोक भनेको यसको बोर्डर है, यसको बाहिरको भागमा जुन एउटा अर्को कलर लगाउनु पर्यो भने त्यति बेला हामीले के गर्छौँ, स्ट्रोक लगाउँछौँ है। स्ट्रोक लगाउनुले के गर्ने, स्ट्रोकमा यहाँ यतापट्टि हेर्नुहोस् त बक्स दिएको छ, यसमा क्लिक गरिदियो भने ठक्कै स्ट्रोक इनेबल हुन्छ। यता हेर्नुहोस् त PX साइडमा नम्बर 4 लेखेर, यो भनेको स्ट्रोकको कति ठुलो र सानो बनाउने, त्यसको विथ कति ठुलो र सानो बनाउने त्यो कुरा छ है। स्ट्रोक बढायो भने त्यो व्हाइट कलर के हुन्छ, हल्दै बढ्छ। कम गऱ्यो भने के हुन्छ, अझै कम हुन्छ है। अब तपाईँले कति मनपर्छ सकेसम्म त्यति राख्नु होला। ठिक, 0 गरिदियो भने ठक्कै पुरै कम हुन्छ। अहिले म 4 नै राखेँ, अहिले कति देखियोस् भनेर। स्ट्रोकको कलर पनि सेम त्यसरी चेन्ज गर्न सक्नुहुन्छ जसरी हामीले टेक्स्टको कलर चेन्ज गरेको थियौँ। जुन कलर मनपर्छ त्यो सिलेक्ट गर्ने, त्यसपछि यसरी के गर्ने, ओके गरिदिने है। कुन मनपर्छ त्यो यसरी लगाउन सक्नुहुन्छ। स्ट्रोक व्हाइट नै राम्रो देखाएको थियो, व्हाइट नै लगाएँ। ठिक छ, अर्को यो ब्याकग्राउन्डको यसको ब्याकग्राउन्डहरू लगाउनु पर्यो भने यो टेक्स्टको पछाडिमा ब्याकग्राउन्डको कुनै कलर लगाउनु पर्यो भने त्यति होला छ है। ठिक छ, टेक्स्टको पछाडिमा त्यसको ट्रान्सपेरेन्सीहरू यसरी तपाईँले कम बढी गर्न सक्नुहुन्छ। यो ब्याकग्राउन्डको कन्सेप्ट पछि हुन्छ। ब्याकग्राउन्ड हाम्रो यो भित्र के बस्यो, ब्याकग्राउन्ड, स्याडो अनि यसको ट्रान्सफर्म र स्केल बस्यो है। ठिक छ, टेक्स्टभित्र अब 3-4वटा टपिक्सहरू छ अनि यसको ट्रान्सफर्मको टपिक छ। सोर्सभित्रको ब्याकग्राउन्ड, स्याडो बाँकी छ है, अनि ट्रान्सफर्मभित्रको बाँकी छ। ल, यो दुईटामा के कन्फ्युजन छ यतिमा? हेलो।